ठ्याक्क एउटा रनी कोलमेनको एउटा फोटो हेर्दै ठ्याक्क मोस्ट मस्कुलरतिर आएको थियो, ट्याङ्क टप यत्रो जोडेको अन्त बडी यत्रो ठुलो टाउको यत्रो सानो थियो, हेर्दै मलाई क्या आउँछ के यो मान्छे के जिउ मिलेछ नि जस्तो लाग्ने कि कस्तो के हो यो कत्रो ठुलो मान्छे। उच्च शिक्षा ब्याचलर स्टडी यो सहरमा गर्दैछु भन्दा के सपना थियो, मेजर कुरा चाहिँ के देखाएको थियो? साँच्चै भन्नुपर्दा पढाइ भए केही पनि थिएन यहाँसम्म कि ब्याचलर सकिनु जेसम्म पनि म यहाँ केही गर्छु भनेर सोचे नै थिएन कि मैले। सिरियसली म बाहिरै पढ्न जान्छु, त्यो मास्टर्स बाहिर पढ्न जाने मेरो प्लानमा थियो। ओके, तर मेरो सपना लिटरली के भन्दैन, जुन बिजनेसमा पनि रिस्क हुन्छ रिवार्ड्स पनि त्यही अनुसारले नै हुन्छ। फिटनेस पनि त्यस्तै नै भयो। अब अहिलेको करेन्ट रिसेन्ट सिनेरियोमा आई थिङ्क इकोनोमी वाइज थुप्रैजनाले अलिकता अप्ठ्यारो सिचुएसनबाट गइरहनु भएको छ। म आफै फर्स्ट टाइम जिम जाँदाखेरि पनि त्यो एउटा इन्टिमिडेटिङ इन्भाइरोमेन्ट हुन्छ, आफूभन्दा सबै जान्ने मान्छेहरू हुन् कि होइन, सो त्यो नहोस् भनेर मिलाउनु खोज्छु। अब त्यो कतिको सफल भयो भएन त्यो आफ्नो ठाउँमा छ, तर हाम्रो गोल वान अफ द मेन गोल भनेर चाहिँ त्यही नै हो, सबैजनालाई कम्फर्टेबल होस्, बिगिनर्सलाई कम्फर्टेबल होस्। एक्सपिरियन्स पनि इम्पोर्टेन्ट, साइन्स पनि इम्पोर्टेन्ट, नलेज पनि इम्पोर्टेन्ट, सबै कुराको कम्बिनेसन चाहिन्छ। हाम्रोमा चाहिँ एक्सपिरियन्स थुप्रैजना हुनुहुन्थ्यो, तर अलि साइन्स बेस चाहिँ आएको चाहिँ थिएन त्यतिखेर, जुन अहिलेको लेभलमा चाहिँ यतिको मात्रै कुराहरू चाहिँ म योभन्दा एडभान्सको छैन। लाको सुहाउन र खाएको पस्नलाई चाहिँ कस्तो खालको फिटनेस रोज्ने त बाई योर थ्रो चाहिँ? एकदमै सिम्पल छ मेरो फिलोसफी हेर्नुहोस्, म एकदमै फिटनेसलाई यस्तो कम्प्लिकेटेड भएको छ फिटनेस र पारिएको छ होइन, त्यसको भित्रको कुरा भन्ने हो भने एकदमै बेसिक छ। मैले पनि त्यही खोजेँ होइन, भित्रको कुरा एकदमै बेसिक छ, सिम्पल छ तर सजिलो चाहिँ छैन। बडी बिल्डिङ फिटनेस नेपाली फिटनेस इन्डस्ट्री यङ युथमा एकदमै आइकन युथ, फिटनेस फ्रिक, उहाँलाई धेरै धेरै पर्सनालिटीबाट चिन्न सकिन्छ। आज हामी उहाँसँग उहाँको व्यावसायिक लाइफ, पर्सनल लाइफ सँगसँगै इन्डस्ट्रीमै, फिटनेस इन्डस्ट्रीमै उहाँको व्यावसायिक लाइफ, जसले फिजिक वर्कसप एउटा ब्रान्ड लिएर इन्डस्ट्रीमा काठमाडौँमा आफूलाई इस्टाब्लिस गरिसक्नु भएको छ। त्यो सँगसँगै पडकास्ट सुशान्त प्रधान यति भनिसकेपछि चाहिँ तपाईँले गेस गरिसक्नुभयो। नमस्ते। नमस्ते सुशान्तजी, आराम हुनुहुन्छ? अल गुड एकदम ठिक छ। अल गुड। आज म तपाईँको गेस्ट होइन, तपाईँ मेरो गेस्ट भएर आउनुभएको चाहिँ मेरो फिटनेस कहिले कहाँ हेर्नु भएको छ? हेरेको मैले पछिल्लो समय तपाईँहरूलाई नै फलो गरेर हामीले पनि पोडकास्ट गरौँ भन्ने सुरु गऱ्यौँ। धेरै स्वास्थ्यका कुरा, फिटनेसका कुरा, स्वस्थ रहनलाई फिटनेस गर्नुपर्छ, यो यस्तै विषयमा चर्चा गर्छौँ, गफ गर्छौँ। तर धेरै अगाडिदेखि धेरैको चाहना, मेरो पनि चाहना सुशान्त प्रधानलाई बोलाउनु पर्छ, जसले नेपाली फिटनेस इन्डस्ट्रीमा अथवा नेपाली खेलाडीलाई पनि एक्सपोजर चाहिन्छ होइन। अनि भिडियो बनाउनुपर्छ, कन्टेन्ट क्रिएट गर्नुपर्छ। कन्टेन्ट क्रिएटर नै के भन्नु तपाईँलाई, तर म कन्टेन्ट क्रिएटर भन्छु। 2013-14 तपाईँले सुरु गर्नुभएको थियो, त्यो सुशान्त प्रधानबाट सुरु गरौँ। मजाले सुनाउनुहोस् न, के छ, के गर्दै हुनुहुन्छ आज भोलि, अनि त्यति बेला के गर्नुहुन्थ्यो? त्यही हो, अहिले पडकास्ट भयो, अलिकति कामहरू भयो, त्यसमा बिजी छु भन्नु पर्यो। त्यतिखेर चाहिँ अब भर्खर आफ्नो बिजनेस स्टार्ट गरेको थिएँ, कन्टेन्ट क्रिएट गर्न थालिरहेको थिएँ, सो त्यसैमा बिजी थियो त्यतिखेर। अहिले अर्कै लाइफमा बिजी छु। अहिले चाहिँ भर्सटाइल सबै वाइड बडीमा लानुभयो सुशान्त प्रधानको पोडकास्ट, सबैले रुचाएका छन्। यतै बिजी हुनुहुन्छ, आफूलाई नै सँगाल्दै हुन्छ होइन। त्यतैतिर गफ गर्छु नि त, 2012तिर होइन। यो फिटनेस प्रोग्राम भएर यहाँ फिटनेसकै कुरा गर्नुपर्छ भन्ने त होइन, तर तपाईँले जुन फिजिक वर्कसप लिएर आउनु भएको छ, एउटा ब्रान्ड होइन, धेरै कुरा नगरौँ, तर कस्तो चल्दैछ आज फिजिक वर्कसप? ठिकै छ, ठिकै हुँदैछ अहिले। अब अहिलेको करेन्ट सिनेरियो अनुसारले बाँचिरहेछौँ भनौँ, चलिरहेछ। कतिवटा छ अहिले हामीसँग? अहिले 4वटा अपरेसन छ, ब्रान्ड हो। हजुर, काठमाडौँको प्राइम लोकेसनमा 4वटा ब्रान्च, ब्याकबोन सबै सोलो सुशान्त प्रधान। के रहेछ यहाँ इन्भेस्ट गर्दाखेरि क्रास हुने सम्भावना, अथवा
होइन इनफ गाडी चढ्नलाई घर बनाउनलाई सबै कुरा पुग्ने रहेछ के रहेछ यो व्यवसाय नजिकबाट हेर्नु भएको छ सबै बिजनेस च्यालेन्जिङ नै हुन्छ हेर्नुहोस् तपाईँलाई पनि थाहा भएको कुरा हो यो होइन जुन बिजनेसमा पनि रिस्क हुन्छ रिवार्ड्स पनि त्यही अनुसारले नै हुन्छ फिटनेस पनि त्यस्तो नै भयो अब अहिलेको करेन्ट रिसेन्ट सिनेरियोमा आई थिङ्क इकोनोमी वाइज थुप्रैजनाले अलिकता अप्ठ्यारो सिचुएसनबाट गइरहनु भएको छ र फिटनेस इन्डस्ट्री पनि त्यही नै हो नछोएको होइन लकडाउनको बेलादेखि बिस्तारै बिस्तारै हामी सप्लिमेन्टदेखि लिएर सबैको प्राइस बढायो हामीले देख्यौँ यहाँतिर सो बाहिर संसारमा के हुन्छ त्यो हाम्रो कन्ट्रोलमा हुँदैन तर त्यसले गर्दा हामीलाई अफेक्ट परि नै रहेको हुन्छ त त्यही गर्दाखेरि फिटनेसमा पनि जिमको बिजनेस अहिले अलिकति अपिलिङ पनि छ धेरैजनाको लागि त्यहाँ अपर्च्युनिटी नभएको पनि अपर्च्युनिटी छ पनि तर जस्ट लाइक एनी अदर बिजनेस यसमा पनि तपाईँले मेहनत गर्नुभयो काम गर्नुभयो भने पनि केही न केही चाहिँ पाइन्छ सो त्यो हिसाबले सोच्नु पऱ्यो होला पनि इट्स अल अबाउट यो तपाईँले के दिनुहुन्छ होइन कस्तो सर्भिस दिनुहुन्छ थोरै सोधिहाल्छु थोरै तपाईँको बिजनेसमा नछिरौँ भन्दा पनि छिर्न मन लाग्यो ब्रान्ड बाई ब्रान्ड फिजिक वर्कसपको चाहिँ यो कुरा चाहिँ हाम्रो मोटो हो भन्ने के हो तपाईँहरूले साँच्चीकै चारवटा ब्रान्चमा अथवा सुशान्त प्रधानले नै आफैले फिल गरेर लिएर आएको मेरो क्लबमा चाहिँ यो कुरा हुन्छ हुनुपर्छ छ भन्ने चाहिँ के छ मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ मैले पहिलादेखि नै फोकस गरेँ भने बिगिनरहरूलाई होइन बिगिनर या भने चाहिँ फिटनेसमै नलागेको मान्छेलाई कसरी कन्भर्ट गर्ने कन्टेन्ट मेरो पहिलादेखि नै त्यसैमा फोकस छ मेरो टार्गेट कस्टमर्सहरू पनि उहाँहरू नै हुन् कसरी उहाँहरूलाई सजिलो किनभने जिममा छिर्ने बेलामा धेरैजनालाई अप्ठ्यारो लाग्छ अलिकति अनकम्फर्टेबल फिल हुन्छ म आफै फर्स्ट टाइम जिम जाँदाखेरि पनि त्यो एउटा इन्टिमिडेटिङ इन्भाइरोमेन्ट हुन्छ आफूभन्दा सबै जान्ने मान्छेहरू हुन् कि होइन सो त्यो नहोस् भनेर मिलाउनु खोज्छु अब त्यो कतिको सफल भयो भएन त्यो आफ्नो ठाउँमा छ तर हाम्रो गोल वान अफ द मेन गोल भनेर चाहिँ त्यही नै हो सबैजनालाई कम्फर्टेबल होस् बिगिनर्सलाई कम्फर्टेबल होस् अनि केही हदसम्म राम्ररी गाइडेन्स पाउन् यतिकै तलमाथिमा वेस्ट नहोस् अलिकति केही न केही हेल्प गर्न सकौँ नबुझेको मान्छेलाई बुझाउन सकौँ त्यही नै हो मेन त भनेको आजको जुन एउटा ट्रेन्ड छ त्यहाँ एडभान्स पनि होलान् प्रो पनि होलान् बिगिनर पनि होलान् हामीले मेजर टार्गेट चाहिँ बिगिनर जसले बुझेको छैन अथवा बुझेर आउँदै गर्दाखेरि पनि हामी धेरै कुरा बुझाउने कोसिस गर्छौँ हो खुसी हुनुहुन्छ त्यो व्यवसायमा यसलाई मेजर व्यवसाय बनाउनु भएको छ कि यसलाई पार्ट अफ द बिजनेस के छ यो मेजर नै भन्नु पऱ्यो फ्यु बिजनेसेसहरू गर्छु म दिस बिङ वान अफ देम अनि त्यसपछि यसमा पनि इक्वल अमाउन्ट अफ टाइम एन्ड एफोर्ट सबै जान्छ मोस्ट अफ द टाइम सुशान्त प्रधानलाई यदि भेट्न मन लाग्यो अथवा यो जिममा गयो भने चाहिँ सुशान्त प्रधानजी अभाइलेबल हुन्छ कुन लोकेसन हो लोकेसन वाइज त्यस्तो ठ्याक्क भनेर चाहिँ छैन किनभने म जिममा आफू चाहिँ बस्दिनँ होइन मेरो टिमले ह्यान्डल गर्छ जिमको प्रायः कामहरू आफू एक्सर्साइज गर्न जाने हो त्यसपछि यताउति टिमसँग कोअर्डिनेट गरेर चल्ने आफूलाई मनपर्ने लोकेसन वाइज कहिलेकाहीँ लोकेसनले पनि म्याटर गर्छ सुशान्त प्रधानलाई चाहिँ आफ्नो ब्रान्डमा अथवा आफ्नो लोकेसन कुन लोकेसन चाहिँ एकदमै प्राइम लाग्छ ललितपुरमा भएको हिसाबले कुमारीपाटी हो लोकेसन वाइज कहिलेकाहीँ म पनि भन्छु क्या धेरैले सोध्नुहुन्छ मेरो घर स्वयम्भू मलाई बौद्धतिरको जिम चाहिँ अलिकति स्पोन्सर मिल्यो अथवा गुड इन्भाइरोमेन्ट समथिङ एल्स यो छ के छ त्यहाँ जाऊँ भन्नुहुन्छ म उहाँहरूलाई सल्लाह दिन्छु नि त लोकेसन कुन चाहिँ म्याटर गर्छ भन्ने कुरा तपाईँ त्यही हो म्याटर गर्ने तपाईँलाई एकदमै डिस्टेन्स दिनदिनै गर्ने कुरा हो होइन अब त्यो त अब कमिट गरेर फुलफिल गर्न नसक्ने हुनु भएन 2-4 दिन रमाइलोको लागि जति पनि पर गइन्छ होला तर पछि त नजिकको जति भयो कन्भिनियन्ट त्यही नै गर्न सकिन्छ होला रेगुलरली जति बेला कन्टेन्ट क्रिएटर अथवा एउटा जिमको फर्स्ट भ्लग गर्नुभएको कुनै याद छ कहिले थियो त्यो मलाई ठ्याक्क भ्लग फर्स्ट गरेको त राम्रो याद छैन तर भ्लगभन्दा पहिला चाहिँ मैले फिटनेस कन्टेन्टहरू चाहिँ गर्थेँ त्यो कहिलेतिरदेखि थियो एक्ज्याक्ट 2014 तिर नै हो 14 एक्ज्याक्टली चाहिँ कोहीबाट इन्सपायर भयो कि होइन सुशान्त प्रधान सेल्फ यो सुरु गरेर गर्नुभएको थियो कसरी यो त्योभन्दा अगाडि त अरूको थिएन हो यस्तो कुराहरू ल्याएर एक्सपोजर हाम्रो सिनियर एथलिटहरू अथवा नेपाली बडी बिल्डिङ फिटनेसका एथलिटहरूले पनि कुनै पनि भिडियो बनाउनु हुन्थेन तर एक्कासी त्यो भिडियो युट्युबतिर कता आउन थाल्यो त्यो सोसियल मिडियातिर पाइन्थ्यो हेर्थ्यौँ होइन कतिले के भन्थे नबुझे पनि नजाने पनि यो गर्यो त्यो गर्यो भन्थे यहाँ दुइटै कुरा थियो होला
के थियो त्यति बेलातिरको कन्टेन्ट क्रिएट गर्दा? त्यतिखेरको त्यही त नेपालमा फिटनेस भन्दा पनि अझ कन्टेन्टको सिन खासै थिएन। 2014को कुराहरू चाहिँ युट्युबमा अझ स्पेसली, तर बाहिर चाहिँ कन्टेन्टहरू आउँथ्यो। बाहिर थुप्रै एउटा अर्कै ट्रेन्ड नै चलिरहेको थियो फिटनेसको एउटा, होइन, इन्टरनेसनल्ली हेर्दाखेरि जुन एउटा पहिला बडी बिल्डिङको एउटा ठुलो प्लेस थियो, बडी बिल्डिङबाट अलिकता छुट्टिएर फिटनेस भनेर पनि आइरहेको थियो। फिटनेस मोडलहरू आइरहेको थियो, फिटनेस एथलिटहरू आइरहनु भएको थियो त्यतिखेर थुप्रै। अनि कतिजनाले कन्टेन्टहरू क्रिएट गर्नुहुन्थ्यो, नट जस्ट वर्कआउटको बारेमा मात्रै होइन, लाइफ कसरी बेटर पार्ने, मेन्टल हेल्थको कुरा, करियरहरूको कुरा। सो त्यो हेरेर चाहिँ नेपालमा पनि केही न केही चाहिँ चाहिन्छ जस्तो चाहिँ मलाई लाग्थ्यो। र अब हाम्रोमा यति धेरै भन्न अब अहिले रिसेन्ट टाइम्समा त एकदम साइन्टिफिक हुँदै आएको छ, होइन। अनि त्यसपछि एक्सपिरियन्स पनि इम्पोर्टेन्ट, साइन्स पनि इम्पोर्टेन्ट, नलेज पनि इम्पोर्टेन्ट, सबै कुराको कम्बिनेसन चाहिन्छ। हाम्रोमा चाहिँ एक्सपिरियन्स थुप्रैजना हुनुहुन्थ्यो, तर अलि साइन्स बेस चाहिँ आएको चाहिँ थिएन त्यतिखेर, जुन अहिलेको लेभलमा चाहिँ यतिको मात्रै कुराहरू चाहिँ म योभन्दा एडभान्सको छैन। अनि थुप्रै मिथहरू पनि थियो, तपाईँलाई पनि थाहा छ। पहिला हामीले कति कुराहरू पत्याउँथ्यो होला जुन अहिले चाहिँ ओके यस्तो नगर्दा पनि हुने रहेछ, अरे यो त्यो होइन रहेछ भनेर बुझेछौँ। सो त्यसको बारेमा अलिकता इन्फर्मेसन चाहिँ दिनुपर्छ, अलिकता चाहिँ भन्नु एउटा फाउन्डेसनल बेसिक्स चाहिँ मान्छेहरूले बुझ्नुपर्छ। र त्योभन्दा पनि मोर इम्पोर्टेन्टली मैले त्यो कन्टेन्ट राख्न खोजेको या राख्न थालेको यो बडी बिल्डरहरूको लागि नै थिएन, या भन्छ एक्सपर्टहरूको लागि थिएन। यो कसको लागि थियो भनेपछि मान्छे जो चाहिँ जिम जानु नै भएको छैन, या जिम जाने बेलामा कसरी सुरु गर्ने। किनभने मान्छेको लागि ठुलो प्रब्लम के हुन्छ भनेपछि मलाई केही थाहा नै छैन, म कहिले कसरी सुरु गरौँ, अनि अड्कै हुन्छ त्यहीँ। सो त्यो बिगिनर पर्सपेक्टिभबाट अलिकता फिटनेस भने के रहेछ त बुझौँ, मान्छेले बुझोस् भन्ने हिसाबले कन्टेन्ट क्रिएट गर्न थाल्थेँ। लाइक एउटा मोटिभेसनल वेबाट। तपाईँले अघि एउटा उठान गर्नुभएको एउटै वर्ड छ कि म अहिले नेपाली यङ जेनेरेसन मात्रै नभएर धेरैमा भएको एउटा मेन्टल हेल्थको कुरा छ नि। मेरो फिटनेस अथवा समहाउ हामी अलवेज फिजिकल हेल्थ, होइन, यो गर्ने त्यो गर्ने भन्ने कुरा गर्छौँ। मेन्टल हेल्थकै विषयमा उठान गर्दाखेरि यो पछिल्लो समय जुन एउटा हाम्रो युथहरूमा आइरहेको क्रास, यो के कारणले भइरहेको होला यति धेरै यस्तो? यो कुरालाई केही वे अफ सोल्युसन केही छ हामीमा? यो कुरालाई कहिलेकाहीँ उठान गर्नुभएको छ? किनभने तपाईँ यति धेरै फरक जेन्डर, फरक वेबाट पोडकास्ट गरिराख्नु भएको छ, उहाँहरूबाट पनि धेरै कुरा बुझ्नु होला। तपाईँसँग चाहिँ बुझ्न मन लाग्यो मलाई, मेन्टल हेल्थ अल अबाउट के छ यसमा चाहिँ? तपाईँ 2-3वटा कुरा हो जस्तो लाग्छ मलाई। एउटा भनेको चाहिँ फिजिकल हेल्थ र मेन्टल हेल्थहरूको छुट्याउन सकिँदैन। तपाईँ मेन्टली स्ट्रङ हुनुहुन्छ भने फिजिकली स्ट्रङ पाइन्छ। किनभने मेन्टली स्ट्रङ भयो भने सर्टन डिसिप्लिन तपाईँले फलो गर्नुहुन्छ होला, फिजिकली स्ट्रङ हुने भयो। त्यसै गरी फिजिकली स्ट्रङ हुनुहुन्छ भने मेन्टली पनि स्ट्रङ भइन्छ। सो एउटा त्यो मिसिङ छ नै हाम्रो लाइफस्टाइलमा हेर्ने हो भने। जस्तै हामी जिम जान्छौँ, जिम बाहेक अथवा त्यो फिजिकल एक्टिभिटी हाम्रो छैन, धन्न जिम भयो पनि केही छ एक्सर्साइज गर्ने छ होला, कतिजनाको त्यो पनि हुँदैन, होइन। हामी भेहिकलमा हिँडेका छौँ, गाडी बाइक सबैजनाको छ, काम पनि हाम्रो एकदमै दिमाग लाउनु पर्ने काम छ फिजिकल कामहरू भन्दा। सो त्यो फिजिकल एक्टिभिटीको एउटा कम भएर पनि हो, होइन। किनभने यो त हामीलाई त एकदमै नयाँ कुरा हो नि त। हजारौँ लाखौँ वर्षदेखि हामी त एउटा फिजिकली एक्टिभ हुने, हन्ट गर्ने, एग्रिकल्चर गर्ने, केही न केही गरेर पनि अल अफ अ सडन अहिले लास्ट 20-30 वर्षमा चेन्ज भएको छ। सो यो एड्याप्ट हुने टाइम लाग्छ, एउटा त्यो कुरा भयो, ल्याक अफ फिजिकल मुभमेन्टहरू। अर्को भनेको इन्फर्मेसन पनि हामीलाई चाहिने होला धेरै भयो क्या। लास्ट 10-15 वर्ष त भन्नु पऱ्यो इन्टरनेट आएपछि। पहिला इन्फर्मेसन खोजिन्थ्यो भनेपछि अहिले आफ्नो अगाडि नै ल्याएर दिन्छ, ब्लिङ्क अफ आइज सबै कुरा। त्यो मध्ये हामीले कति कुराहरू युजफुल हुन्छ र कति कुराहरू चाहिँ हामीले सम्हाल्न सक्दैनौँ, त्यो कुराले पनि हो। सो यो यस्तो धेरै कुराहरू छन्, आफूलाई हामीले टाइम नदिएको कारणहरू पनि होला, होइन। हाम्रो खानपानको कुराहरू पनि होला, हाम्रो लाइफस्टाइलको कुराहरू होला, यो सबैको कम्बिनेसनले गरेर चाहिँ टु सम एक्सटेन्ट सँगसँगै त्यो ओभर एम्बिसियस भयो भने पनि क्रास आउने सम्भावना होला नि, होइन। डेफिनेटली नै। अब हामीले इन्टरनेट अघि कुरा गरिहाल्ने टु मच इन्फर्मेसन, त्यो इन्फर्मेसन हो भने हामीले सबैजनाको खतरा मान्छेहरू देखिसक्यौँ अब, होइन। 20 वर्षमै सबैले अब संसार जितिसक्यो, हामीलाई पनि 20 वर्षमा जित्ने हतार भइसक्यो। अझ त पोसिबल हुँदैन।
त्यो कुराले पनि गरेर त्यो कम्पेयर गर्ने बानी, त्यो आफूलाई त्यो प्रेसरमा राख्ने बानी एउटा हिसाबले त राम्रो पनि हो, तर त्यसलाई अगेन आफूलाई कन्ट्रोल गर्न सक्नु पर्यो। होइन राम्रो सँगसँगै यसलाई एचिभ गर्ने टाइम पिरियड, टाइम ड्युरेसन पनि त अलिकति डेफिनेटली नै जे पनि कुरामा हतार गरेर हुँदैन होइन। यो कुरा आजको नेपाली समाज मात्रै नभएर ग्लोबल्ली नै सबैभन्दा मेजर प्रब्लम अहिलेको मेन्टल हेल्थ, डिप्रेसन। पहिला हामी अझै हाम्रो स्कुलिङ टाइम हामी बच्चा हुँदाखेरि त मेन्टल हेल्थ भन्ने त वर्ड मैले त्यति पनि धेरै सुनेको थिएन होला, त्यति बेला त्यति धेरै यो वर्ड त्यति धेरै पपुलर थिएन होला है। के छ तपाईँको पहिला यो वर्ड? एउटा हिसाबले अहिले अलि धेरै रिपोर्टिङ भएको पनि हो, पहिला त थाहा नै थिएन नि हामीलाई होइन। मलाई के भइरह भनेर पनि थाहा थिएन होला। केही न केही लेभलसम्म डिप्रेसनै त नभनिदिइहालौँ, एङ्जाइटी पनि नभनिदिइहालौँ, केही न केही को मेन्टल प्रेसर त सबैलाई थियो होला। अब त्यो एउटा नजाने पनि हो त्यतिखेर के हो भनेर कसरी रिपोर्ट गर्ने। अर्को कुराहरू भनेको चाहिँ यो रिसेन्ट टाइम्समै अघि भने जस्तै मेन्टल हेल्थ क्राइसिस बढ्नुको रिजनहरू पनि छ केही कुराहरू। जस्तै आफ्नो डिसिप्लिनकै कुरा होस् या भन्छ ओभर एम्बिसियस हुने कुराहरू होस् या भन्छ आफ्नो लाइफस्टाइलकै कुराहरू होस् या ओभर कन्जम्सन अफ मिडिया नै होस्, यो सबैको कम्बिनेसनले गर्दा अहिले बढा चाहिँ हो डेफिनेटली नै। तर कहाँ चाहिँ हामीले इजिली जे पनि अलिकता अप्ठ्यारो पऱ्यो भने त्यसलाई डिप्रेसन भनिदिइहाल्छौँ, अलिकता अप्ठ्यारो भने एङ्जाइटी भनिहाल्छौँ। त्यो क्लिनिकल कन्डिसन हो, त्यो डक्टरले भन्ने हो क्या तपाईँलाई एङ्जाइटी भएको क्या, तपाईँलाई डिप्रेसन भएको हो। घरमा 2 गाली खाइहाल्यो भने मलाई डिप्रेसन भयो भनेर हिँड्नु त भएन, अहिले डिप्रेसन भन्नु त भएन। त्यो चाहिँ डक्टरले तपाईँलाई भन्ने हो। स्याड हुनु पायो, स्याड भएको भन्न मिल्यो, अपसेट भएको भन्न मिल्यो। तर हामीले इजिली यो ठुल्ठुलो शब्दहरू ठुल्ठुलो कन्डिसनहरूलाई चाहिँ इजिली युज गरिदिन्छ जस्तो लाग्छ आजकल। सबै त्यो चेकआउट चाहिँ गुगल भइदियो नि त, सबै गुगल चेकआउट भयो इजी। अनि सिम्पटमाइज यो भयो, मलाई यस्तो भयो, यी कुराहरू होला। आज यसले धेरै क्रास ल्याउने सम्भावना हुन्छ, त्यो भएर कहिलेकाहीँ तपाईँले धेरै कुरा बुझ्नु भएको छ, त्यो कुराले गर्दा पनि थोरै म माइसेल्फ एथलिट, तपाईँहरूले एथलिटलाई नजिकबाट नजर गर्नुहुन्छ, त्यहाँमाथि तपाईँलाई मनपर्ने इन्डस्ट्री अन्डर हो यो बडी बिल्डिङ हो। डेफिनेटली नै थोरै कुरा गरौँ है यहाँभित्र। तपाईँले पनि कोही नाम चलेका इन्डस्ट्रीकै बडी बिल्डरहरूसँग पनि धेरै कुरा गर्नुभएको छ, नजिकबाट पनि हेर्नु भएको छ। कतिको सेफेस्ट लाग्छ नेपाली बडी बिल्डिङ इन्डस्ट्री तपाईँलाई? सेफ कुन सेन्समा भन्नाले? आज कतिको हेल्दियर कम्पिटिसन भइरहेछ। अनि ओके, पहिला कम्पिटिसनको कुरा गरौँ। तपाईँले हेर्दै गर्दा कतिको हेल्दियर कम्पिटिसन देखिराख्नु भएको छ? अनि म तपाईँलाई फेरि पहिल्यै भन्छु, म यहाँ कम्पिटिटर एथलिट होइन, मेरो स्टेज होइन, सो आइएम सरी भन्न पाउनुहुन्न, किनभने तपाईँलाई मन पर्ने जन्डर हो यो। आइएम स्योर द्याट मैले बुझेको अनुसारले है, किनभने म बडी बिल्डिङ कम्पिटिटिभ बडी बिल्डिङलाई क्लोजली मैले अहिले चाहिँ हेरेको छुइनँ। तर केही समय अगाडि त यहाँ एकदमै इन्जोय गर्ने मान्छे हो। स्योर 7-8 वर्ष 8-9 वर्ष अगाडि चाहिँ मैले क्लोजली नै हेरेँ। मैले थुप्रै हाम्रो सिनियर दाइहरूसँग बस्ने कुरा गर्ने मौका पनि पाएँ त्यतिखेर, राम्रो नै कुलमिल पनि भयो। जहिले पनि अब बडी बिल्डिङको कुरा आउँदाखेरि कम्पिटिटिभ लेभल कुनै पनि स्पोर्ट्सको चाहिँ हेल्दी चाहिँ हुँदैन। हेर्नुहोस्, यो चाहिँ साँचो कुरा नै हो, जुन पनि स्पोर्टमा जानुहोस्। किनभने हामी जुन पनि स्पोर्टमा टप लेभलमा, संसारको टप लेभलमा पुग्नु, देशको टप लेभलमा पुग्नु, एउटा सर्टन ठाउँको टप लेभलमा पुग्नु भनेको हाम्रो ह्युमन पोटेन्सियललाई च्यालेन्ज गर्नु नै हो। र त्यो च्यालेन्ज गर्ने प्रोसेसमा अनहेल्दी हुनसक्छ। अब कति अनहेल्दीसम्म लग्ने भन्ने कुरा मात्रै हो। जुन पनि स्पोर्ट होइन, अब हामीले बडी बिल्डिङको कुराहरू छ, स्टेरोइडको कुराहरू छ, जुन पनि स्पोर्टमा छ नि। स्टेरोइड नभएको कुनै स्पोर्ट छ होला कम्पिटिटिभ लेभलमा? ओलम्पिकमा कम्पिट गरे एथलिटहरू जुन द टफेस्ट ड्रग टेस्टेड कम्पिटिसन भनेर भनिन्छ, ल्यान्स आर्मस्ट्रङ रिटायर भइसकेपछि आएर भने होइन, मैले गियर युज गरेको थिएँ। मभन्दा अगाडिको मभन्दा पछाडिको 14-15 जना सबैजनाले ऱ्याङ्किङले युज गरे। सो जुन पनि स्पोर्टमा चाहिँ बडी बिल्डिङमा देखिन्छ, बडी बिल्डिङमा मिसयुज पनि भइन्छ। सो मोस्ट अफ द टाइम स्टेरोइड्सको कुराहरू आउँछ। त्यो बाहेक पनि अब अगेन अब स्टेरोइड्स युज गर्ने पनि तरिकै त होला नि होइन। अब त्यो त एक्सपर्टहरू त्यहाँको आफ्नै हिसाबले छन्। त्यो बाहेक कम्पिटिसनको बेलामा अफकोर्स सर्टन प्र्याक्टिसहरू गरिन्छ। हामीले डिहाइड्रेट गर्छौँ होला आफूलाई, वाटरहरू तलमाथि गरेर, सल्टको लेभलहरू तलमाथि गरेर डाइटिङ गर्ने प्रोसेस नै कतिको गाह्रो छ।
होइन बडीलाई च्यालेन्ज नै गरे एउटा हिसाबले सो कम्पिटेटिभ लेभलमा म त्यो हेल्दी या अनहेल्दी हुन्छ भनेर म बिलिभ गर्दिनँ अनहेल्दी नै हो तर कुन लेभलको अनहेल्दी भन्ने कुरा मात्रै हो सेफ आफूलाई सेफ पारेर त्यो जानलेवा चाहिँ हुनु भएन होइन त्यो चाहिँ जानी बुझिकन चाहिँ कोही पनि कम्पिटेटिभ लेभलमा चाहिँ ओहो म एकदमै सेफ भएर संसारको टप लेभलको कुरा गरिरहेको छु है म अब डिफ्रेन्ट ड्रग टेस्टेड कम्पिटिसन होला डिफ्रेन्ट लेभलहरूमा हुन्छ होला तर कुनै पनि स्पोर्टको कुनै पनि इन्डस्ट्रीको टपमा आउनुको लागि स्पोर्टको टपमा आउँदाखेरि हेल्दीमा एकदमै मेरो बेस्ट अफ हेल्थ भन्ने हुँदैन केही न केही कम्प्रोमाइज भइन्छ नि द्याट्स अ फ्याक्ट यदि फिनिस्ड एथलिट स्टेजमा आउने भने उसले धेरै कुरा सेक्रिफाइस गर्छ ओके बिसाइड द्याट तपाईँलाई जति एउटा टिमले फलो गर्छ र म पछिल्लो समय मैले चाहिँ फिटनेस ब्लग बनाउँछु धेरै तर मैले पनि तपाईँको वे नै फलो गरेँ होला केही मात्रा र मैले धेरै ग्राउन्डमा जाँदाखेरि हजुर नम्बर 1मै आउँछ कि सुशान्त प्रधानको मैले ब्लग हेर्थेँ पहिला भन्न धेरै सिनियरहरूले कुरा गर्नुहुन्छ क्या सो तपाईँले जति बेला फिजिक वर्कसप अब म यहाँबाट निक्लिनै लागिरहेको छु तर म सकाउन लागिरहेको छु र म्यासेज हो काइन्ड अफ म्यासेज प्रोफेसनल एथलिटले के गर्छ भन्नुभन्दा पनि लुक गुड लाको सुहाउन र खाएको पस्नलाई चाहिँ कस्तो खालको फिटनेस रोज्ने त बाई योर थ्रो चाहिँ एकदमै सिम्पल छ मेरो फिलोसफी हेर्नुहोस् म एकदमै फिटनेसलाई यस्तो कम्प्लिकेटेड भएको छ फिटनेस र पारिएको छ होइन त्यसको भित्रको कुरा भन्यो भने एकदमै बेसिक छ मैले पनि त्यही खोजेँ होइन भित्रको कुरा एकदमै बेसिक छ सिम्पल छ तर सजिलो चाहिँ छैन बडी बिल्डिङ फिटनेस भने त्यही नै हो र बडी बिल्डिङलाई धेरै बडी बिल्डिङ फिटनेसलाई धेरै कम्प्लिकेटेड पार्नु जरुरी छैन फिटनेसमा 2-4वटा कुराहरू मात्रै हेर्नुहोस् राम्ररी सुत्नुहोस् 7-8 घन्टा राम्ररी सुत्नु पऱ्यो बडीलाई रेस्ट चाहियो एक्सर्साइज गर्नुहोस् हप्तामा 3-4 दिन 2-3 दिन वेट्स उचाल्नुहोस् अर्को 1-2 दिन कार्डियो गर्नुहोस् स्ट्रेचिङहरू गर्नुहोस् मेडिटेसन गर्नुहोस् हेल्थको लागि हेल्दी खानेकुराहरू खानुहोस् त्यो भन्दैमा बाहिरको खाँदै नखाने होइन कन्ट्रोल गर्नुहोस् ब्यालेन्स्ड अप्रोचमा लग्ने हो कि कम्पिटेटिभ लेभलमा अर्कै कुरा हुन्छ होला तर एकजना मान्छेलाई गुड क्वालिटी अफ लाइफ खोजिरहेको हो नि त हामीले त एक्सर्साइज गर्ने किन भन्नु भनेपछि म अलिक स्वस्थ हुँ मैले लगाएको लुगा राम्रो होस् होइन राम्रो देखियोस् हतपति बिरामी नभरौँ सो यो कुराहरूलाई चाहिँ त्यस्तो कम्प्लिकेटेड छैन यो एउटा सिम्पल एउटा रुटिन बनाएर फलो गऱ्यो भने जो कोहीलाई पनि थाहा छ के गर्ने भनेर अब गर्ने कि नगर्ने कुरा मात्र हो यो सँगसँगै पछिल्लो समय रिसेन्टली पनि मैले तपाईँको एउटा ब्लग हेरेको थिएँ होला अथवा सानो कन्टेन्ट थियो होला अबाउट सप्लिमेन्ट क्रिएटिनको बारेमै थियो त्यहाँ मैले त्यो कुराहरू पनि हेरिरहेको थिएँ कहिलेकाहीँ हेरेर आउँछु सुशान्त प्रधान आफैले चाहिँ सप्लिमेन्ट कतिको युज गर्नुहुन्छ अहिले मैले सप्लिमेन्ट एकदमै कम गरेको छु अनेस्टली भन्नु पर्दाखेरि लास्ट 1-2 इयर्स भयो मैले लिने सप्लिमेन्ट भनेको अहिले कट डाउन गर्दा गर्दा म्याग्नेजियममा मात्र म पुगेको छु स्लिपको लागि डक्टरले रेकमेन्ड गरे अनुसारले अरू सबै म फुडबाटै लिन खोज्छु प्रोटिन पनि फुडबाटै काउन्ट गरेर खान्छु पुगिरहेकै छ मल्टिभाइटमा यताउतिहरू मैले लिँदिनँ किनभने म एभ्री 3 महिना 6 महिनामा बडी चेकअपहरू ब्लड वर्कहरू गरेर आउँछु डेफिसियन्सी आयो भने मात्र लिन्छु जस्तै रिसेन्ट टाइम चेक गर्दाखेरि 1-2 हप्ता अगाडि मेरो भाइटामिन डीको डेफिसियन्सी थियो डक्टरले मलाई रेकमेन्ड गरे त्यो खाएँ त्यो 12 हप्ता खाने त्यसपछि छोड्ने हो तर अदर देन द्याट रेगुलरली नै मैले सप्लिमेन्ट अहिले लिइरहेको छैन मेबी म फिस ओइल फेरि लिन थाल्छु होला तर सकेसम्म म सप्लिमेन्ट अलिक कम नै यो कुरा चाहिँ किन सोधिहाल्यो भने सुशान्त प्रधान फिजिक वर्कसप सँगसँगै धेरै ठाउँमा पोस्टरमा पनि एस्थेटिक फिजिक्स भन्छु है म सुशान्त प्रधानलाई सायद तपाईँको पनि चाहना त्यही होला एस्थेटिक मनपर्छ मलाई त्यस्तो खालको फिजिक्स र धेरैले मन पराउने फिजिक्समा पर्छ तपाईँको यहाँ हामीले कम्पिट गऱ्यौँ या गऱ्यौँ भने यसलाई फरक कुराबाट हेर्दै गर्दाखेरि तर त्यति बेला सुशान्त प्रधानले त्यो एउटा फिनेस्ड एस्थेटिक फिजिक्स लिएर आउँदै गर्दाखेरि सप्लिमेन्ट कस्तो थियो प्रोग्राम स्ट्याक सिमिलर नै थियो अब जस्तो कि अब अहिले वे प्रोटिनमा लिनु पर्छ पर्दैन भन्ने त्यो प्लान गर्दै गर्दाखेरि जस्तो कि वे प्रोटिनमा खान्थेँ होइन किनभने चाहिँ मेरो डायटबाट पुगिरहेको थिएन अहिले मैले के गरेँ भने चाहिँ प्रोटिन मैले डायटबाटै पुगेर मलाई त्यो मासु अन्डा धेरै खानु मन लाग्दैन क्या सो मैले के गरिरहेको थिएँ भने जति मेरो प्रोटिन रिक्वायरमेन्ट छ त्यो मेरो अलमोस्ट सबै वे प्रोटिनबाटै आउँथ्यो भनौँ दिनको 3-4 स्कुप खान्थेँ म अनि डायट मेरो भेजिटेरियन बराबर नै हुन्थ्यो अहिले त्यो मन पऱ्यो पनि मन नपऱ्यो पनि म बरु मासु खाइरहेको छु
अन्डा खाइरहेको छु, अरू खानेकुराहरू खाइरहेको छु। नेचुरल सोर्स। सो त्यो कारणले गरेर मेरो प्रोटिनको रिक्वायरमेन्ट पनि भएन यो अहिले पोइन्टमा आउँदाखेरि। खाँदै नखाने होइन, मसँग छ घरमा प्रोटिन, हप्ता 2 हप्तामा एकचोटि खान्छु होला। म मिटिङ कसलाई कतै निस्किनु पऱ्यो, हतार छ, खान्छु। कुनै दिन केही मिलेन, डायट मिलेन, म त्यस्तो बेलामा खान्छु। सो एकदमै कन्डिसनल भयो क्या मेरो चाहिँ, सकेसम्म युज नगरौँ भन्ने हिसाबले नै। कम्पलसरी भएन। कम्पलसरी भएन। सो त्यतिखेर मैले युज गर्ने पनि एउटा वे प्रोटिन थियो। क्रिएटिन अन एन्ड अफ युज गर्थेँ। 10% अफ द पपुलेसन नन रेस्पोन्डेन्ट हुन्छ भनेर भन्छ क्रिएटिनको। मलाई लाग्छ म पनि त्यही हो, किनभने थुप्रैचोटि क्रिएटिन युज गरेँ। 5 ग्राम्स युज गरेँ, 10 ग्राम युज गरेँ, महिनौसम्म युज गरेँ, वर्षौँसम्म युज गरेँ, फेरि छोडेँ। युज गर्दा आफूलाई पनि हेल्प होस् जस्तो लाग्थ्यो, तर म नन रेस्पोन्डेन्ट रहेछु भनेर मलाई फिल भयो। किनभने मैले न त्यो स्ट्रेङ्थ चेन्ज भएको फिल भयो, न या छोड्ने बित्तिकै स्ट्रेङ्थ घटेको पनि मलाई फिल भयो, जुन मान्छेहरूको देखि ड्युरिङ सर्भिङ त्यो युज गर्दा या भन्छ जुन भन्न लोडिङ फेजमा या इनिसियल फेजमा वाटर वेट गेन हुन्छ भने त्यो पनि मेरोमा कहिले पनि फिल भयो। सो क्रिएटिन मैले त्यो कारणले युज गर्नु। अदर देन द्याट मैले युज गर्ने भनेको फिस ओइल थियो, मल्टिभाइटामिन थियो, त्यति युज गर्थेँ। बेसिक कम्पाउन्ड अथवा एकदमै बेसिक हेल्थ सप्लिमेन्ट्स भनेर भन्छु म। जस्तै फिस ओइल त सबैले खानुहुन्छ नि त, फुड न्युट्रिसन होइन, एउटा न्युट्रिसनको हिसाबले हो। मल्टिभाइटामिन पनि सबैले खाँदा हुन्छ। अब तर त्यतिखेर मेरो टेस्ट गरेर अनि त्यसपछि डेफिसियन्सी भएपछि मात्र खाने चलन थिएन कि खाइरहेको थिएँ, जस्ट इन रेगुलरली खाइयो। अन्त अब यसो भन्न भयो, थुप्रै पडकास्ट गर्दा, थुप्रै डक्टरसँग सल्लाह गर्दा ब्लड टेस्ट गर्नु न, दाँत डेफिसियन्सी चलन देखाइहाल्छ हुनु पनि हो। सो त्यो हिसाबले चाहिएको चिजहरू मात्रै खान्छ होइन। तर हामीले अथवा सम हाउ इन्डस्ट्रीमा एउटा गलत मेसेज गयो, सबैले यो कुराहरू लिनै पर्छ। यो पहिलादेखि नै मिसइन्फर्मेसन यो चाहिँ थियो। मैले पनि पहिलादेखि नै यसको बारेमा थुप्रै बोलेको छु। अहिले आएर मात्र भनेर होइन, पहिला डायट नेपालको ब्रान्ड एम्बेसडर नै थिएँ 7-8 वर्षसम्म। त्यो बेला पनि म यही नै कुराहरू गर्थेँ, यही नै कन्टेन्ट। एक्ज्याक्टली मैले खास खोजेको पनि जति बेला तपाईँ डायट नेपाल अन न्युट्रिसनको एउटा इन्टरनेसनल्ली नै रेपुटेड ब्रान्डमा पर्छ अन। हजुर, यो ब्रान्डको ब्रान्ड एम्बेसडर भएर लामो समय ब्राउन हाउसमा बसेको मान्छे होइन। अनि धेरैले अघि पनि भने धेरैले तपाईँलाई फलो गर्छ, तपाईँको सोसल मिडिया, तपाईँको युट्युब, तपाईँको भ्लग, आज आएर तपाईँको पडकास्ट धेरैको फेभरेट के कुरा मन पराउँदो रहेछ पनि भनिदिन्छ है तपाईँलाई। भर्खरै मैले तपाईँ मेरो गेस्ट हो भनेर 1-2 हप्ता अगाडिदेखि मैले प्राइभेट टेक्स्टहरू छन् कलेक्ट गर्छु। धेरैले तपाईँको भोइस, धेरैले तपाईँको त्यो एस्थेटिक बडी, तपाईँको मनपर्ने कुराहरू, तपाईँको पर्सनल लाइफ के छ, कस्तो छ, कसै त्यो कुरा हामीले रिसर्च पनि गरेन, हामीलाई आवश्यकता पनि परेन। तर तपाईँबाट प्रेरित भएका मान्छेहरूलाई मेसेज क्लियर, सुशान्त प्रधानको यति बेलाको एस्थेटिक फिजिक्स हुँदै गर्दा यी सप्लिमेन्ट चलाउनु हुँदो रहेछ र सुशान्त प्रधानले सप्लिमेन्ट युज गर्दै गर्दा ब्राउन हाउस, डायट नेपाल, अन न्युट्रिसन, यी नै कुरा सोध्न मन लागेर खास म त्यहाँ गएको थिएँ। होइन हो, एकदमै म यो कुरामा एकदमै क्लियर नै छु। र त्यतिखेर डायट नेपालसँगै मैले काम गर्नुको कारण पनि के हो भन्नु, निशान्तजीसँग मेरो इनिसियल कन्भर्सेसन नै यही कुरा भयो। हेर्नुहोस्, मेरो फिलोसफी यो हो कि सप्लिमेन्ट सबैले खानै पर्छ भन्ने जरुरी छैन। अनि यसो अब हामीलाई सबैलाई थाहा छ सप्लिमेन्ट किन खाइन्छ, कस्तो बेलामा खाइन्छ। मेरो मेसेज यही हो र मैले जुन हिसाबले कन्टेन्ट क्रिएट गरेर छु यसमा पनि मैले यही हिसाबले बोल्न पाउनु पर्यो भनेर भन्दाखेरि उहाँ पनि एकदमै अग्री गर्नुभयो। होइन यो कुरामा चाहिँ म पनि अग्री गर्छु भनेर उहाँले भन्नुभएको हिसाबले। अनि थ्रु आउट द त्यो बेलामा पनि मैले चाहिँ मेरो मेसेज जहिले पनि त्यही थियो, सप्लिमेन्टहरू भनेको तपाईँको डायट र तपाईँको गोल अनुसारले डायट मिलेन भने बिचमा एड गर्ने चिज हो जसले गरेर हेल्प गर्छ। यो चाहिँ सबैले खानै पर्छ या भन्छ खानुहुन्छ हुँदैन, अफकोर्स त्यो भन्दैमा अनसेफ भन्न खोजे चाहिँ होइन, तर जस्ट नचाहिन सक्छ भन्ने हिसाबले मात्र हो। त्यो मेसेज मेरो तपाईँले 2014-15तिरदेखि हेर्नुभयो भने पनि, त्यो डायट लेभलको बेलामा हेर्नुभयो भने, अहिले पनि हेर्नु भने मेसेज कन्सिस्टेन्ट नै छ मेरो। एउटै होस् न, एउटै छ यो। त्यो के अरे सप्लिमेन्टको एम्बेसडर हुँदाखेरि चाहिँ खानुपर्छ अनि अहिले चाहिँ होइन भनेर भने चाहिँ होइन। त्यो बेला पनि म त्यही नै भन्थेँ। भनेको सुशान्त प्रधानले त्यति बेला पनि लिनुभयो, आज निडेड भयो भने, फिल भयो भने, निड भयो भने लिने राम्रो कुरा होइन, राम्रो कुरा हो। यो फुड
न्युट्रिसन सप्लिमेन्ट हो आवश्यकता फिल भयो भने डेफिनेटली तपाईँको गोल अनुसार चल्नुहुन्छ गोल अनुसारले नि सो एभ्री वान अफ यो तपाईँले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने तपाईँको हो भन्ने कुरा भेरिफाइड गर्नु पऱ्यो पहिला होइन होइन यो त अब जस्तो कि प्रोफेसनल बडी बिल्डर तपाईँहरूले कम्पिट गर्नको लागि रेडी हुँदाखेरि यो उहाँहरू प्रोफेसनलको कुरा फरक तर लाइक जेनरल पपुलर मैले भन्नु खोजेको गोल अनुसारले नै युज गर्नुहुन्छ नि तपाईँहरूले पनि अफकोर्स अफ सिजन र कम्पिटिसनमा त छुट्टै हुन्छ होला होइन तपाईँको गोल के छ त्यो अनुसारले हुन्छ होला सो नर्मल मान्छे भयो भन्दैमा त्यो एकैचोटि साइन्स चेन्ज हुँदैन क्या नर्मल मान्छेको त आफ्नै गोलहरू हुन्छ नि त सो त्यो गोल अनुसारले युज गर्ने हो फिटनेसलाई आफूलाई र धेरै कुरालाई नजिकबाट बुझेको सुशान्त प्रधान थोरै पछाडि फर्काम चाइल्डहुड सुशान्त प्रधान कहाँबाट बिलङ गर्नुहुन्छ ओरिजिनल म वीरगन्जबाट हो कति वर्षको हुँदा काठमाडौँ म लगभग यस्तै 18-20 वर्षको अराउन्डमा होला म यहाँ पढ्न आउनु थालेको त्योभन्दा पहिला पनि आउने जाने हुन्थ्यो भनेको उच्च शिक्षा भनौँ न त्यो चाहिँ काठमाडौँ हो ब्याचलर्सको लागि मैले यहाँ आउनु आएको +2 सम्म चाहिँ वीरगन्जमै +2सम्म वीरगन्ज कस्तो थियो वीरगन्ज त्यति बेला सम्झिँदै गर्दा त्यो अगाडि अलिकति फरकतिर जान मन लाग्यो क्या सुशान्त प्रधान आज इन्डस्ट्रीमा एउटा लिडर हो लिड गरिरहेछ पोडकास्टमा यस्तो धेरै कुराहरू लिएर आउँछ को रहेछ त्यो सुशान्त प्रधान भनेर बुझ्न मन लाग्यो मलाई चाहिँ फेरि होइन वीरगन्ज अफकोर्स आफू हुर्केको जन्मेको ठाउँ धेरै मेमोरीहरू हुन्छ धेरै कुराहरू बोर्डर नजिकै हो बोर्डर नजिकै हो नि बोर्डर नजिकै हो सो त्यो आफ्नो घर आफ्नो ठाउँ आफ्नो इन्भाइरोमेन्ट त्यहाँको कल्चरदेखि लिएर थुप्रै कुरा त्यहीँ हुर्क्या हो त्यो मनपर्छ अहिले पनि कति कुराहरू मनपर्छ सो चाइल्डहुड एकदमै सिम्पल फ्यामिलीबाट म बिलङ गर्छु अनि त्यस्तै अब स्कुलिङहरू भयो मेरो +2 भयो +2 पछि मेरो ठ्याक्क 1 वर्ष जस्तो मैले ब्रेक लिएको थिएँ त्यो बेला चाहिँ मैले फिटनेस सुरु गरेको त्यो पनि वीरगन्जबाटै सुरु गरेँ वीरगन्जमै हो वीरगन्जबाटै सुरु गरेँ मैले अनि पछि बिस्तारैतिर यहाँतिर आउँदै गएको छ धेरैले चाहिँ फेरि प्रधान भन्ने बित्तिकै कोर सिटी काठमाडौँकै होइन मफसलभित्रकै मान्छे होला सुशान्त प्रधान भन्ने सुनेको थिएँ मलाई पनि योभन्दा अगाडि हाम्रो सायद पहिलो भेट होला यो यसरी कुरा पनि भएको थिएन मलाई पनि लाग्थ्यो यहीँको प्रधान हुनुहुन्छ होला त्यति बेला चाहिँ जति बेला त्यो बाल्यकाल अथवा थाहा पाउने समयतिर सुशान्त प्रधानले वीरगन्जमा घुम्दै गर्दा हिँड्दै गर्दा देख्दै गर्दा कस्तो थियो अवस्था त्यहाँको जुन आज त्यो अवस्था छैन होला सायद धेरै कुराहरू चेन्ज भयो होला सुशान्त प्रधानलाई त्यहाँ मिस हुने धेरै कुराहरू सोधेँ कि मैले के कुरा चाहिँ धेरै कुरा मिस हुन्छ त्यहाँको वीरगन्जको म मोस्टली साथीहरू होला साथीहरू मान्छेहरू किनभने म त्यस्तो अहिले पनि म त्यति बाहिर घुम्ने रुचाउने त्यस्तो मान्छे होइन म धेरै यताउति बेराउने खालको मान्छे होइन म सिधै काम घर बाहेक मेरो अरू यताउति हत्तपत्त हुँदैन त्यो बेला पनि त्यस्तै नै थिएँ म सो मेरो जति मेमोरीहरू छ मोस्टली ठाउँ बेस्ड भन्दा पनि मान्छे बेस्डहरू छन् साथीहरू भयो होइन सर्टन रिलेटिभहरू होला कजनहरू होला सो मेरो मोस्ट मेमोरीहरू त्यही नै हो अब अफकोर्स अब त्यो ठाउँ नै इटसेल्फ रोड इन्फ्रास्ट्रक्चरहरू त्यो त अफकोर्स छ नै त्यो चेन्ज भइ नै लाग्छन् तर त्योभन्दा पनि मोर इम्पोर्टेन्ट भनेको अरू पिपलहरू चाइल्डहुड सर्कल साथीहरू नै हो यसमा काठमाडौँ 12-13मा छिरियो ब्याचलर कुन कलेज प्राइम कलेजमा पढाएँ म प्राइम कलेज चाहिँ सोह्रखुट्टे के हुन्छ नयाँ बजार छ नजिकैबाट रहेछ अहिले हामी नयाँ बजारतिर छ भने त कस्तो थियो त्यति बेला काठमाडौँ आउँदाखेरि काठमाडौँ के सपना लिएर आउनु भएको थियो त्यस्तो मेरो लागि काठमाडौँ नयाँ नै चाहिँ थिएन मेरो ठुलुबाहरू यहीँ नै बस्नुहुन्थ्यो सो मेरो आउने जाने चाहिँ भइ नै रहन्थ्यो त्यस्तो केही सपना लिएर आएको होइन ब्याचलर्स गर्छु मात्र भनेर आएको हो त्यो बाहेक मैले त्यस्तो प्लान भएको मान्छे चाहिँ होइन म अहिले पनि त्यस्तो धेरै प्लान गर्ने मान्छे चाहिँ होइन म तर पनि हामी काठमाडौँभन्दा बाहिरको जति पनि काठमाडौँ आउँछौँ नि उच्च शिक्षा त छँदैछ गुणस्तर शिक्षाको खोजी सँगसँगै उज्जवल भविष्य भनौँ न एउटा सपनाको सहर हो नि त काठमाडौँ त एउटा साँच्ची नै सपना चाहिँ बोकेर आउँछ सुशान्त प्रधान जति बेला थानकोटबाट यता छिर्नु भयो नि त्योभन्दा पहिलाको कुरा होइन है जब उच्च शिक्षा ब्याचलर स्टडी
यो सहरमा गर्दैछु भन्दा के सपना थियो मेजर कुरा चाहिँ के देखाएको थियो अब साँच्चै भन्नुपर्दा पढाइ बाहेक केही पनि थिएन यहाँसम्म कि ब्याचलर सकिनुजेलसम्म पनि म यहाँ केही गर्छु भनेर सोचे नै थिएन कि मैले सिरियसली म बाहिरै पढ्न जान्छु त्यो मास्टर्स बाहिर पढ्न जाने मेरो प्लानमा थियो ओके तर मेरो सपना लिटरली के भन्दैन मास्टर्स गर्न बाहिर जान्छु भनेर आएको काठमाडौँ एउटा ब्याचलर्स डिग्रीको लागि मात्रै यहाँ बसेको थियो भने आज यही सहरमा इस्ट्याब्लिस भइसकेको छ एउटा ब्राउन हाउस सुशान्त प्रधानले लिड गर्छ केही त्यस्ता ब्राउन हाउसको एम्बेसडर बन्छ यी सफलताहरू चाहिँ फेरि कसरी ग्राब भएछ त्यतातिर जाउँ न कति कुराहरू चाहिँ अपर्च्युनिटी आउने रहेछन् हेर्नुहोस् है त्यो अपर्च्युनिटी रेकगनाइज गर्नलाई चाहिँ जरुरी छ त्यो बेला चाहिँ मैले रेकगनाइज गरेको एउटा अपर्च्युनिटी मैले अघि भनिहालेँ फिटनेस जुन एउटा हिसाबले थियो जुन अहिले छ त्यस्तो थिएन अहिले मोर सिस्टमेटिक भएको छ मोर साइन्स बेस्ड भएको छ म धेरै कुराहरू छ त्यो कुराको चाहिँ ग्याप छ है भन्ने चाहिँ मलाई रियलाइज भएको छ त्यो ग्याप फुलफिल गर्नुपर्छ भने मैले त्यो बेला रेकगनाइज गरेँ यो एकदमै मेरो प्राय कामहरू चाहिँ म एकदमै टाइम लिएर अनि सोचेर गर्ने मान्छे होइन म भनेको चाहिँ म केमा बिलिभ गर्छु र भनेपछि केही कुरा आयो भने गरिहाल्नुपर्छ भनेर हो त्यसपछि रेस्ट लियो त्यसपछि ब्रेक लियो त्यो अर्कै कुरा हो तर होइन म पहिला ब्रेक लिन्छु अनि म सोध्छु अनि गर्छु भनेर भन्यो भने सोचे मात्र भइन्छ होइन सो मेरो करियर पनि त्यस्तै नै भयो केही प्लान थिएन अपर्च्युनिटी देखेँ र त्यसपछि एभ्री सिङ्गल टाइम चाहे त्यो जिमको कुरा गरौँ चाहे पडकास्टको कुरा गरौँ चाहे कन्टेन्टको कुरा गरौँ जहाँ पनि मैले ग्याप देखेपछि ओके यो गर्नुपर्छ जस्तो लाग्यो कन्टेन्ट पनि त्यही नै हो यहाँ त फिटनेस कन्टेन्टको ग्याप देखेँ गर्नुपर्छ पडकास्ट पनि त्यही हो बाहिर पडकास्ट यत्रो सुनिराख्ने मान्छे यस्तो राम्रो राम्रो टपिकहरू हुँदा उसलाई इन्ट्रेस्टेड भएको त्यो यहाँ ग्याप छ जस्तो लाग्यो त्यो पनि सुरु गरेँ सो म लकी चाहिँ हो त्यो हिसाबले भनेर भन्छु म ठ्याक्कै मा चाहिँ ठ्याक्कै पोइन्ट पनि गरेर सोध्नु पर्दा होइन फर्दर स्टडी म मास्टर्स गर्न एब्रोड गइनँ यो कारण नै हो भन्नुपर्दा किनभने कतिपय सुशान्तजीसँग पहिले रिक्वेस्ट के हो भने आजको युथहरू हामीले भन्छौँ क्या त्यो फरक पब्लिकले फरक पर्सनले फरक लिडरले वे अफ म्यासेज फरक हुन्छ नेताले कसरी भन्छ फरक कुरा हो धेरै सपनासहित होला तर सुशान्त प्रधानले एउटा आइकनिक पर्सन आइडियल पर्सन भएको नाताले मलाई चाहिँ सुरेजी यो कुराले गर्दाखेरि चाहिँ ठ्याक्कै मैले एब्रोड चाहिँ नरोजेको भन्ने कुरा 1 2 3 के छ ठ्याक्कै त्यही हो ल त्यतिखेर मेरो 1 2 3 होइन एक मात्र थियो एक भनेको मैले यहाँ मार्केटमा ग्याप देखिरहेको छु यो ग्याप चाहिँ फुलफिल गर्नुपर्छ र मलाई अपर्च्युनिटी छ र मलाई इन्ट्रेस्ट पनि छ है यो फिल्डमा भनेर चाहिँ सुरु गरेको त्यो बाहेक केही पनि थिएन इन्भेस्ट पनि त्यति बेलै सुरु गरिहालेँ थिएँ त्यसपछि बिस्तारै मैले गर्दै गएँ जुन बाहिर जाने पैसा थियो त्यो पैसाले मैले यहाँ सुरु गरेँ द्याट्स गुड कति थियो त्यति बेला लगभग बजेट कति जति लाग्थ्यो बाहिर जान बाहिर जानलाई त्यस्तै 12-15 लाख त लाग्थ्यो होला सबै गरेर 12-15 लाख कम्तीमा पनि त्यसो भए फेरि जोडिहाल्छ है मेरो ब्राउन हाउस नजोडौँ है भन्ने चाहना भए पनि त्यो डे 1 मा सुरु गरेको कुन थियो कुमारी पार्टीको हो त्यसको इनिसियल 15-16 लाखमै मैले 15-16 लाख हो र त्यसमा पनि भन्यो भने एकदमै कम लगानीमा मैले मोस्ट मसिनहरू ह्यान्डमेड नै थियो फर्स्ट भर्जन अफ मसिनहरू हेर्नुभयो भने त्यो प्राय सबै यो ग्रिल बनाउने पसलमा गएर बनाएको इक्विपमेन्टहरू थियो वीरगन्जबाट नै बनाएको वीरगन्जको एकजना दाइले मलाई हेल्प गर्नुभयो वीरेन्द्र महर्जनमा त्यही उहाँ पनि बडी बिल्डर नै हुनुहुन्छ सो त्यसरी फर्स्ट सेट अफ इक्विपमेन्ट बनाइयो अनि त्यसपछि बिस्तारी राम्रो हुँदै गएपछि त्यसलाई फेरि रिप्लेस गर्यो अन्त फेरि अझ बेटर भयो त्यसलाई फेरि रिप्लेस गर्यो सो त्यसरी भनौँ न त्यसरी अगाडि बढ्दै गएको भनेको जति बेला सुशान्त प्रधानको जुन एउटा लाइफले युटर्न नभनौँ युटर्न नै भनौँ न होइन बाहिर देखिरहेको के थियो प्लान कुन ठाउँ जाने कुरा थियो म युरोपतिर कतै जान्छु भनेर सोचेको थिएँ मास्टर्स गर्नको लागि किनभने मैले आइटी गरेको थिएँ यहाँ ब्याचलर्स मास्टर्स पनि आइटी तिरै गर्छु भन्ने चाहिँ सोच थियो मेरो आइटीको स्टुडेन्ट ब्याचलरमा आइटी गरिरहेको यो आजको एकदमै प्राइम होला होइन आइटीको डिमान्ड हो जहाँ बसेर पनि गर्न सक्ने हो के छ त्यतातिर करियर खोजिएन कहिले इन्ट्रेस्ट लागेन भन्नु पर्ला स्टडी चाहिँ त्यही गरेँ फेरि पढेको पनि करियरको लागि भनेर चाहिँ पढेको थिएन मैले प्रोग्रामर नै बन्छु भनेर होइन एउटा क्युरियोसिटी आफ्नो
र म एकदमै क्युरियस पर्सन हो बच्चैदेखि र अहिले पनि त्यही कारणले पडकास्ट चलाउन थालेँ मैले अनि त्यो क्युरियोसिटी फुलफिल गर्नको लागि अब त्यो स्टुपिड साउन्ड गरिएला तर बढ्यो भने 4 वर्ष बढ्यो अनि किनभने अहिलेको युथहरूले रिलेट गर्न सक्दैनन् होला तर अहिलेको युथहरू धेरै स्मार्ट छन् त्यो कुरामा चाहिँ होइन ब्याचलर्स केमा पढ्ने केबाट राम्रो करियर हुन्छ मास्टर्स केमा पढ्ने त्यो करियर ओरिएन्टेड र के गर्ने कसो गर्ने धेरै प्लानिङहरू हुन्छ मेरो त्यस्तो खासै प्लानिङ थिएन मैले यसो सोझो हिसाबले चाहिँ एकाडेमिक डिग्री केही कुरामा गर्नुपर्छ हुन त म बाहिर जान खोजेको थिएँ त्योभन्दा धेरै अगाडि 2008 2009मा मैले डेन्टल पढ्न खोजेको थिएँ है डेन्टिस्ट पढ्नको लागि त्यतिखेर ठ्याक्क अप्लाई गरेर आएको बेलामा स्कलरसिपहरू पनि राम्रो थियो तर ठ्याक्क 2008-09को इकोनोमिक क्राइसिस जुन भयो त्यसले गर्दा मेरो जुन स्कलरसिपहरू थियो त्यो क्यान्सल भयो त्यसपछि अब 1-2 वर्ष चाहिँ कम्तीमा वेट गर्नु पर्यो सो अलरेडी 1 वर्ष मैले ग्याप लिइसकेको थिएँ अब यो टाइम वेस्ट गर्नु सट्टा केही पढौँ भनेर मैले पढाएको थिएँ त्यतिखेर केही प्लानिङ थिएन अनि बिचमा छोडेर फेरि जाउँ कि भनेर पनि सोचिसकेँ तर अब यत्रो 2 वर्ष पढिसक्यो 3 वर्ष पढ्छ अब सकाइ नै दिउँ भनेर त्यही मात्र हो यी कुरा सँगसँगै अब चाहिँ रिसेन्टलीतिर आउन मन लाग्यो क्या अहिले धेरैले एभ्री सिङ्गल पर्सनको हातमा ग्याजेट 1, 2, 3 नै हुन सक्छ तर एउटा ग्याजेटमा सुशान्त प्रधान पोडकास्ट धेरैले रुचाइएको धेरैले स्कोर गर्ने यो चाहिँ कहाँदेखि सुरु गर्न मन लाग्यो फेरि होइन अब यहाँ चाहिँ टिक्नुपर्छ भनेर आयो कि बिक्नुपर्छ भनेर आयो किन रमाइलो लाएर आएको हो भन्नु पर्ला म रमाइलो किनभने चाहिँ पडकास्टै गर्नुपर्छ भन्ने स्थिति थिएन मेरो होइन त्यतिखेरसम्म बिजनेस मेरो राम्रै भइसकेको थियो अरू पनि बिजनेसहरू यताउति प्रोजेक्टहरू मैले गर्न थालिसकेको थिएँ पडकास्ट चाहिँ प्योरली प्यासन हो र अहिले पनि म भन्छु प्यासन नै हो मेरो होइन कि नत्र चाहिँ यसरी गर्न सकिँदैन होला अरू जुन टपिकहरू मैले त्यो गर्छु त्यो सोको लागि होइन त्यो अडियन्सलाई देखाएको लागि होइन मलाई इन्ट्रेस्ट नलागेसम्म म कुनै सब्जेक्टको गर्दै गर्दिनँ मलाई इन्ट्रेस्ट नलागेसम्म त्यो पढेर खोजेर जानेर म गर्दिनँ सो मलाई इन्ट्रेस्ट लागेकै हुनु पऱ्यो अनि त्यसपछि किन प्रायः मान्छेको त्यो मिसकन्सेप्सन छ कि म पढ्छु बुझ्छु ओहो कस्तो मेहनत गरेर गेस्टलाई बोलाउँछ होइन होइन मलाई केही कुराको इन्ट्रेस्ट छ त्यसको बारेमा बुझ्नको लागि गेस्ट बोलाउने हो कि मैले बुझेर गेस्ट बोलायो भने त्यो त नाटक गरेर भइहाल्यो नि त होइन भनौँ न तपाईँको अगाडि अब रोनी कोलम्यान आइरहेछ रोनी कोलम्यानको बारेमा सबै ट्रेनिङ फिलोसफी लिएर उसँग बस्नु त होइन उसँग त ऊ त झन् रिसर्चको ठुलो पात्र भयो नि तपाईँको लागि त मैले त्यसरी हेर्छु पडकास्ट पनि र पडकास्ट स्टार्ट गरेको पनि इनिसियली यही वालै पडकास्ट गर्नु मन थियो तर सुरुमा फिटनेसको गरेँ किनभने फिटनेस मैले बुझा सब्जेक्ट थियो कन्टेन्ट कन्भर्सेसन गर्न सक्थेँ म त्यो टपिकमा र मलाई लाग्थ्यो कि फिटनेसको बारेमा पनि पडकास्टहरू नै बोल्न बिस्तारै आयो भने चाहिँ राम्रो हुन्छ भनेर तपाईँले दामीकरणमा छ अहिले यो सो 8-9वटा एपिसोड जस्तो त्यसरी गयो त्यसपछि त्यो फर्स्ट एपिसोड गर्ने बेलामा मैले टिमलाई भनेको थिएँ अल्टिमेटली 5-7वटा एपिसोड गरेर हामी अर्को मेनवालामा गर्छौँ भनेर र त्यही गरेँ अनि त्यसपछि केही एक्सपेक्टेसन थिएन मैले भने मेरो लाइफमा धेरै जस्तो कुरा एकदमै कोइन्सिडेन्सले चाहिँ मलाई साथ दिएको छ हेर्नुहोस् यो भन्दाखेरि कतिजना मान्छेले पत्याउनु हुन्छ हुँदैन तर धेरैवटा कुराहरू म चाहिँ कोइन्सिडेन्समा बिलिभ गर्छु र कोइन्सिडेन्स भन्दा पनि त्योभन्दा अगाडिको प्रिपरेसन पनि हो नि त जस्तो कि मलाई यो कतिवटा सब्जेक्टहरू जुन मैले पडकास्ट गरिरहेको छु त्यसमा इन्ट्रेस्ट नभएको भए या मैले पहिला सुरुमा केही न केही एउटा बेसिक रिसर्च या त गर्थेन होला सो यो कोइन्सिडेन्स भन्दैमा त्यो घर बसेपछि सबै आउने पनि होइन तर सर्टेन प्रिपरेसन मेरो थियो ठ्याक्क अपर्च्युनिटी देखेँ तर क्यास इन गरेँ मैले त्यति मात्र हो तर अघि तपाईँले जुन कुरा भन्नुभयो नि डिफ्रेन्ट फिल्डको सबै जनरको मान्छेहरू छ त्यहाँ तर सबै जनरको छैन म तपाईँलाई भन्छु कुन कुन छैन स्पोर्ट्सको मेरोमा देख्नु हुँदैन स्पोर्ट्स होइन फेरि देवानमा त तपाईँले सायद हो म तपाईँलाई भन्छु जस्तो कि स्पोर्ट्सको किन देख्नु हुँदैन भने म स्पोर्ट्स बुझ्दिनँ र मलाई इन्ट्रेस्ट पनि छैन हेर्नुहोस् म कुनै पनि स्पोर्ट हेर्दिनँ मैले हेर्ने भनेको युएफसी मिक्स मार्सल आर्ट्स हेर्छु एउटा बडी बिल्डिङको के हेर्छु सो मेरोमा आउनुभएको एथलिटहरू यो दुइटा छैन कि रिसेन्टली त्यो मार्सल आर्टको 2जना चाहिँ देखेको थिएँ हो सो जस्तै कि अब क्रिकेट ट्रेन्डिङ भइरहेको हुन्छ फुटबल ट्रेन्डिङ भइरहेको हुन्छ अनि त्यतिखेर ल्याउँदाखेरि राम्रो भ्युज पनि आउँछ होला
र मैले त्यो रिच आउट अब अहिले एउटा राम्रो सिचुएसनमा पनि पुगेको छु म थ्याङ्कफुल हुनुपर्छ अडियन्सलाई त्यसको लागि कि मैले रिच आउट पनि गर्नु पर्दैन कि गेस्टहरूले पनि रिच आउट गर्नुहुन्छ कि लाइक खतरा क्रिकेटको इभेन्ट भइरहेछ खतरा फुटबलको इभेन्ट भइरहेछ ठुल्ठुलो गेस्ट ठुल्ठुलो कमिटीहरूले रिच आउट गर्नुहुन्छ तर मैले चाहिँ म सक्दिनँ भन्छु किनभने चाहिँ लाइक मभन्दा बेटर कसैले गर्छ भने सबै चिज मैले नै गर्नुपर्छ भने जरुरी छैन सबैले मैले नै समेट्नुपर्छ भने जरुरी छैन आवाज भन्ने अर्को पडकास्टर छ उसले स्पोर्ट्सको गर्छ स्पोर्ट्स जर्नलिस्ट पनि हो तर मैले चाहिँ स्पोर्ट्सको आएको म उसकोमा गर्नु न बेटर हुन्छ भनेर भन्छु सेलिब्रिटीहरू मेरोमा हतपति देख्नु हुँदैन अगेन इन्ट्रेस्ट नभएको फिल्डहरूमा म गर्दिनँ कि सो त्यस्तो थुप्रै सब्जेक्टहरू छ जुनमा चाहिँ म गर्दिनँ अहिले जति गरिरहेको छु त्यो मलाई इन्ट्रेस्ट भएको सब्जेक्टहरू मात्र हो सो मेरो गेस्ट कसरी ल्याउने एपिसोड कसरी ल्याउने भन्ने कुरामा चाहिँ के चल्छ भन्दा पनि के कुरा म इन्जोय गर्छु कस्तो कन्भर्सेसन गर्न इन्जोय गर्छु त्यहाँबाट नै आउँछ डे वानदेखि नै त्यही नै हो मेरो सोलो डिसिजन हो र म केमा रमाउँछु भन्ने कुराले म्याटर गर्यो हो यस्तो खालको डिसिजन लिँदै गर्दाखेरि नि मान्छेहरू जिन्दगीमा एकदमै ह्याप्पी हुन्छ कस्तो छ प्राइभेट लाइफ भेरी गुड आफ्नो लागि प्राइभेट टाइम कतिको धेरै हुन्छ निकालिरहेको हुन्छु टाइम लाग्यो बेला बेलामा अलि धेरै दिन भयो आफ्नो अलोन टाइम पाएको छुइनँ भनेपछि यसो स्केड्युल मिलाएर भयो भने मलाई टाइम चाहिँ निकाल्छु आफ्नो लागि नेपाली पब्लिक अथवा हाम्रो कल्चरले चाहिँ वेस्टर्न कल्चरलाई म त्यति धेरै रिलेट गर्दिनँ होइन हाम्रो इस्टर्न कल्चर र त्यहाँमाथि पनि नेपाली कल्चरले चाहिँ के भन्छ भने 70 to 85% नै चाहिँ हामी अर्काको लागि बाँच्छौँ फ्यामिली फ्रेन्ड सर्कल नेबर टोल छिमेक यो रेस्टको लागि बाँच्छौँ बाँकी रहेको 5-10% चाहिँ आफ्नो लागि स्वतन्त्र भएर म बाँच्छु भन्छ नि त्यो केही साइडमा हुन्छ सुशान्तको उसमा चाहिँ कस्तो छ यो अब यही कुरा हो अथवा होइन फरक छ त्यसो भए के छ यसलाई कसरी हेर्ने गरेछ म आफ्नो लागि चाहिँ बरु धेरै बाँच्ने मान्छेको जस्तो मलाई लाग्छ होइन मेरो लाइफ मेरो करियरदेखि लिएर सबै कुराहरू त्यही अनुसारले नै सेप गर्दै गएँ मैले रिलेटिभ फ्रेन्ड्सहरू इम्पोर्टेन्ट छन् तर आफ्नो करियर या भन्छ आफ्नो फ्युचर सिक्योर गर्ने यो कुराहरू पनि इम्पोर्टेन्ट थियो कलेजको बेलादेखि स्कुलको बेलादेखि सो प्रायोरिटीमा चाहिँ कति कुराहरू म नो भन्न सक्ने मान्छे चाहिँ हो फेरि है सो त्यसले गरेर चाहिँ एडभान्टेज भनेर भन्छु कतिजना मान्छे चाहिँ नो भन्न नसकेकै कारणले धेरैवटा ठाउँ पुग्नुपर्छ मन नलागेको यही कुरा छ होइन कमिटमेन्ट गरिसकेको हिसाबले नै गर्नुपर्ने हुन्छ कति बाध्यता हुन्छ तर यो नो भन्नलाई एकदमै दुई शब्द हो तर दुई लेटर हो तर एकदमै गाह्रो हो धेरैजना मान्छेहरूलाई त त्यो भन्न सक्नुपर्छ वान्स त्यो भन्न सकियो भने त्यसपछि 100% त भन्दिनँ तर 40-50% आफूलाई बाँच्न सकिन्छ होला सो त्यसैको चेसमा हो म चाहिँ हामी काइन्ड हार्ट पर्सन भएर अथवा नेपालीसँग चाहिँ अझै पनि एउटा मानवता छ है भित्री भन्नाले गर्दा त्यसको पीडामा हो अरू त्यसो भए होइन त्यस्तो पब्लिक लाइफ छ नि जस्तै सोसियल लाइफ त्यो चाहिँ सुशान्त प्रधानको कस्तो छ सोसियल लाइफ पब्लिक लाइफ त्यो एकदमै प्राइभेट मलाई लाग्दैन मैले लास्ट कपाल अफ इयर्समा केही पनि पोस्ट गरेको छु म कहाँ जान्छु के गर्छु के खान्छु प्राइभेट काम बाहेक म हतपति एकदमै रेयरली गर्छु गर्दै नगर्ने पनि होइन तर एकदमै एक्सट्रिमली रेयर हो मेरो भनेको आफू खुसी हुनलाई अपनाउनु पर्ने कुराहरू सबै कुरा अपनाइन्छ पब्लिक हुनैपर्छ भन्ने छैन तर के कुरामा म खुसी हुँदैछु के काम गर्दैछु त्यसो भए फेरि यति धेरै केही मान्छेहरूले आशा राख्ने रहेछ क्या जस्तै मैले पनि आशा गरेँ बोलाऊ सुशान्त प्रधानलाई मैले सुशान्त प्रधानजीसँग केही गफ गर्नुपर्छ जसले त्यति बेलादेखि एउटा कन्टेन्ट बनाएको व्यक्ति हो आजसम्म फिटनेस देखाएको छ मेरो पनि एउटा आशा हो नि त होइन यिनै कुराले हेर्दै गर्दाखेरि फेरि धेरै मान्छेले धेरै युथहरूले यहाँ लेडिज जेन्ट्स भन्ने कुरा गएन यङ युथहरू भनौँ न यङ जेन्जीले त त्यति धेरै जेन्जी जेनेरेसन यो जेनेरेसनले धेरै फलो गर्छ फेरि तिनीहरूलाई चाहिँ लाइफ कसरी इजी बनाउने अथवा कसरी जिउने भन्ने एउटा म्यासेज दिँदाखेरि चाहिँ के भन्ने त फेरि डिसिप्लिन हुनु पर्यो हेर्नुहोस् नम्बर 1 थिङ डिसिप्लिन हो काइन्ड
जे पनि कुरामा काइन्डनेस पनि डिसिप्लिनकै अन्डरमा पर्छ होला होइन। जब आफूलाई काइन्ड हुन मन नलागेको बेला पनि काइन्ड भइन्छ, त्यही त हो नि त डिसिप्लिन भनेको, कन्सिस्टेन्सी कुरा। सो डिसिप्लिन भन्ने बित्तिकै धेरै कुरा समेट्छ जस्तो लाग्छ होइन। कसरी आफ्नो कुन लिमिटसम्म आफू इन्जोय गर्ने होइन, कुन लिमिटसम्म केही कुरा गर्ने के नगर्ने। सो डिसिप्लिन्ड लाइफस्टाइल चाहिँ हुनलाई जरुरी छ। डिसिप्लिनको तल धेरै कुराहरू पर्छ। सो एउटा त्यो केही कुराको चाहिँ ह्याबिट बनाउनु पर्छ जसले गर्दा डिसिप्लिनमा तपाईँलाई हुन्छ नि टेक्नलाई सजिलो होस्। अब जस्तो कि जिम जाने नै कतिजनाको लागि हुनसक्छ, एक्सर्साइज गर्ने कतिजनाको लागि हुनसक्छ, कतिजनाको लागि केही स्पोर्ट्स हुनसक्छ, कतिजनाको लागि गेम्स हुनसक्छ, कतिजनाको लागि पढ्ने कुराहरू हुनसक्छ। सो आफ्नो आफ्नो हबीलाई नै डिसिप्लिनमा पनि कन्भर्ट गर्न सकिन्छ। सो डिसिप्लिन इम्पोर्टेन्ट छ। र अर्को भनेको अघि भनेको जस्तो आफ्नोलाई टाइम चाहियो, सही गलत छुट्याउन सक्नु पर्यो, नो भन्न सक्नु पर्यो, कम्युनिकेसन राम्रो पार्न सक्नु पर्यो, स्किलहरू फ्युचरमा एकदमै काम लाग्ने कुराहरू हो। मोटामोटी यस्तै कुराहरू हो होला। यति धेरै बुझेको सुशान्त प्रधान, करेन्ट सिचुएसन नेपाल कस्तो लाग्छ? भन्दा बढी तपाईँले बुझ्नु भएको छ छैन? नै तपाईँलाई सोध्न मन लाग्छ नि यार। सबैलाई ल्याएर सोधेको छ, सबैको आफ्नो आफ्नो वेबाट उहाँहरूले भनिरहेको कुराहरू र सुशान्त प्रधानले बुझिरहेको अहिलेको नेपालको अवस्था फिलहाल कस्तो छ? धेरैजना अनसेटिस्फाइड हुनुहुन्छ नि। डिसेटिस्फ्याक्सनको आई थिङ्क थुप्रैजना डिसेटिस्फाइड हुनुहुन्छ। यत्रो धेरै हामीले देखिरहेको छ टर्मोइलहरू, यत्रो धेरै विरोधहरू देखिरहेको छ गभर्मेन्टको अगेन्स्टदेखि लिएर इकोनोमीको कुराहरू पनि गभर्मेन्टसँग डिरेक्टली इन्डिरेक्टली कनेक्ट भए पनि इकोनोमीको कुराहरू होला, अपर्च्युनिटिजको कुराहरू होला, र यो थुप्रै र इन्स्टेबिलिटीको कुराहरू होला, फ्रस्ट्रेसन मान्छेहरूमा आफै छ। त्यसको पोजिटिभ साइडहरू पनि छ, म नेगेटिभमा मात्र पनि फोकस गर्न चाहदिनँ, किनभने जे एन्ड फर द सेक अफ बराबर पार्नलाई पनि होइन, किनभने डेफिनेटली पोजिटिभ कुराहरू पनि छ। त्यो टाइमले नै बेटर पार्छ होला कति कुराहरू। नयाँ अपर्च्युनिटीहरू आइरहेको छ, जस्तै हामीले पडकास्ट गर्न सकिरहेको छौँ, यो नयाँ अपर्च्युनिटी हो। मिडियाबाट, कन्टेन्टबाट भन्न टेकबाट मान्छेहरूले करियर बनाउन सकिरहेको छन्, यो नयाँ अपर्च्युनिटीहरू हो। तर ओभरअल हेर्दाखेरि बेटर भइदिए हुन्थ्यो जस्तो लाग्छ, अलिकति स्टेबल भइदिए हुन्थ्यो जस्तो लाग्छ। त्यही नै हो जस्तो लाग्छ मलाई त। सुशान्त प्रधानकै भ्यूबाट आफूले हेर्दाखेरि चाहिँ पछिल्लो समय जस्तै अहिले कन्टेन्ट क्रिएटरको कुराहरू गऱ्यौँ, यो जुन सोसल मिडिया होइन कतिको फ्रेन्डली हुनुहुन्छ? टिकटकहरू के छ, चलाएको छ छैन? चलाइरहेको हुन्छु म टाइम लाग्यो टिकटकै। कति पर्सेन्ट बिलिभ गर्ने टिकटकमा? हेर्नुहोस्, मैले के सिकेको छु भने चाहिँ मिडियामको त केही पनि कुरा विश्वास गर्ने चाहिँ होइन, कसैको पनि म केही पनि कुरा विश्वास गर्दिनँ त्यो फेस भ्यालुले चाहिँ। तर अलिकता रिसर्च गर्नुपर्छ, अलिकता आफूले खोज्नुपर्छ। यो कसैले मलाई सबै छुट्याएर ल्याइदियोस् भनेर तपाईँ अरूमाथि ट्रस्ट राख्नुहुन्छ भन्दा धोका पाइन्छ नि। हेर्नुहोस्, एउटा लेभलमा त आफूले हेर्नुपर्छ। चाहे जति ठुलो कम्पनी होस्, तपाईँले 100वटा चार्टर्ड अकाउन्टेन्ट राखे पनि एउटा मेन अकाउन्टेन्ट हुन्छ होला, र त्यो अकाउन्टेन्टसँग तपाईँले बुझ्नुहुन्छ होइन। सो त्यसै गरिकन तपाईँको सोर्स अफ इन्फर्मेसन धेरै हुनसक्छ, धेरै मिडियम हुनसक्छ, त्यो मिडियमभित्र पनि धेरैजना क्रिएटर्स हुनसक्छ। त्यो आफूले जज गर्ने हो, अलिकति आफूले जज गर्नुपर्छ, अलिकति आफूले मेहनत चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। इ कमर्स कति पर्सेन्ट विश्वास गर्नुहुन्छ? कस्तो छ त्यहाँभित्र? म हतपति अनलाइन किन्ने मान्छे चाहिँ होइन, म हतपति त्यस्तो सपिङ गर्ने मान्छे नै होइन खास भन्ने हो भने होइन। छन् मान्छेहरूको राम्रो एक्सपिरियन्सेस पनि छ, नराम्रो एक्सपिरियन्सेस पनि छ। मेरो थोरै इन्टरेक्सनमा पनि मेरो पनि नराम्रो एक्सपिरियन्सेसहरू फ्यु भएको छ, तर धेरै जस्तो राम्रो एक्सपिरियन्सेस छ नेपालकै मार्केटमा चाहिँ। नेपाल भनेको राम्रो छ आज, नराम्रोहरू पनि छन्, तर धेरै जस्तो चाहिँ राम्रो छन् भन्नु पऱ्यो। अनि यी कुराहरू चाहिँ आवश्यक हुने रहेछ क्या, हामीले के फलो गर्छौँ के गर्दैनौँ पर्सनल लाइफमा चाहिँ नितान्तै। सो धेरै कुराहरू बुझ्ने कोसिस गरेँ। सुशान्त प्रधानको जुन एउटा लाइफस्टाइल छ, के छ पब्लिकमा हिँड्दै गर्दाखेरि रेस्पोन्स कस्तो आउँछ सुशान्त प्रधानलाई? राम्रो, मान्छेहरूले एकदमै फ्रेन्डली वेमा आउनुहुन्छ, अप्रिसिएट गर्नुहुन्छ, कुरा गर्नुहुन्छ, खुसी लाग्छ। अब आउने प्लान प्रोग्राम के छ नेक्स्ट? त्यो ठ्याक्क अब पडकास्टको त अब स्केड्युल हेर्ने पर्छ। मेरो ठ्याक्क 2-3 हप्ता अगाडि स्केड्युल भइरहेको हुन्छ। छ यो हप्ता पनि 2टा जस्तो बाँकी छ गर्ने पडकास्ट नै।
यो पोडकास्टभन्दा फरक उसमा सुशान्त प्रधान अरू केहीमा इन्भल्भ हुने केही प्लान छ? अहिले नै त छैन, मेरो कामहरू अहिले जे जे छ त्यसमै नै इन्भल्भ हो म। अनि मैले फेरि यसरी सोध्दै गर्दाखेरि जस्तै अघि भन्यो नि त, आज नेपालको अवस्था अहिले फिलहाल हाम्रो अवस्था कस्तो छ भन्दाखेरि धेरै मान्छेहरू सेटिस्फाइड छैन विथ लिडर होस् अथवा समहाउ धेरै तरिकाबाट। तर सुशान्त प्रधानले नै चाहिँ म मेरो कम्युनिटीलाई गाइडलाइन बन्छु अथवा मैले धेरै बुझेको छु अथवा मैले के गर्नुपर्छ मेरो समाजलाई मेरो सोसाइटीलाई परिवर्तनकै लागि मैले के गर्नुपर्छ भन्ने केही त्यस्तो प्लान छ भन्ने कुरामा मेरो अलिकति पोलिटिक्समा आइम नट विथ पोलिटिक्स नै लिडरसिप त्यस्तो कुरामा चाहिँ मेरो त्यस्तो त्यो ठ्याक्क त्यसरी नै इन्ट्रेस्ट नै छैन होइन। मलाई के लाग्छ भनेपछि सबैजनाको आफ्नो आफ्नो एक्सपर्टिज हुन्छ कि केही पनि काम गर्नको लागि सबै थरीको मान्छेहरू चाहिन्छ। सबैजना लिडर नै बन्नुपर्छ या बाटो देखाउने मान्छे बन्नुपर्छ जस्तो लाग्दैन। मेरो काम भनेको रिसर्च गर्ने हो। म चाहिँ त्यहाँ गुड वे हो नि, फेरि जे छ त्यो कुरालाई अगाडि ल्याइदिनु हो होइन, समाधान सोल्युसन खोज्ने अरूको जिम्मेवारी हो नि त, त्यो पनि चाहियो त्यो। अनि त्यहाँतिर मेरो एक्सपर्टिज छ भनेपछि मेबी सबैजनाको नहुनसक्छ भनेपछि म जेमा राम्रो छु त्यो गरौँ न। अरू कोही मभन्दा बेटर छन् होला लिड गर्नको लागि, उहाँहरूले गर्नुहुन्छ। हामीले त्यसमा सबैजनाको आफ्नो आफ्नो रोल हो जस्तो हामी समाजमा बसिसकेपछि सबैजनाको चाहे तपाईँ जस्तो सुकै काम गर्नु जुनसुकै लेभलको हुनुहोस्, सानो हो ठुलो हो फरक पर्दैन, सबैको आफ्नो रोल छ। त्यो एउटा क्याटेगोरीलाई हटाइदिने हो भने समाज फङ्सन गर्दैन है। त्यो समाज फङ्सन गर्नको लागि जसरी सबैजना चाहिन्छ त्यसरी नै हामीले अब देश परिवर्तन गर्ने भन्छौँ, समाज परिवर्तन गर्ने भन्छौँ। यो त एकदमै ठुलो ठुलो कुराहरू हो। यसमा पनि थुप्रै रोलहरू चाहिन्छ। त्यहाँ एट टाइम्स भाषण गर्ने मान्छे पनि चाहिन्छ, त्यो भाषण लेखिदिने मान्छे पनि चाहिन्छ, सुन्ने पनि चाहियो, फेरि त्यो सुन्ने पनि चाहियो, त्यहाँ ढुङ्गामुक्त गर्ने पनि मान्छेहरू पुगिरहेको हुन्छ। सबै थरीको मान्छेहरू चाहिन्छ समाजमा। सबैले आफ्नो रोल चाहिँ आफूलाई जान्न सक्नु पर्यो। सबभन्दा ठुलो कुरा मान्छेको लाइफको भनेर भन्छु म। यो पोलिटिक्ससँग रिलेटेड होइन, फिटनेससँग रिलेटेड होइन, कि केसँग रिलेटेड होइन, एज अ पर्सन सबभन्दा ठुलो कुरा चाहिँ आफूलाई जान्नु पर्यो। म के कुरामा राम्रो छु र के कुरामा राम्रो छुइनँ भनेर त्यो अनबायस्ड वेमा चाहिँ आफूलाई हेर्नु पर्यो। अब मलाई बडी बिल्डिङको एकदमै जोस छ अरे, अब कति कुरा मेहनत हुन्छ, तर बडी बिल्डिङमा कति कुरा जेनेटिक्स पनि छ भन्न, फाइनेन्सको धेरै कुराहरू छ नि त। अब मेरो त्यो एक्सपर्टिज नै होइन, म त्यसमा हुनै सक्दिनँ भने म बडी बिल्डर हुन्छु नै भनेर पनि भएन। पोजिटिभ वे हेर्ने एउटा हिसाबले हो। तर मेरो स्ट्रेङ्थ के हो त? म कोच पो हुनसक्छु कि बेटर? किन थुप्रै हाम्रो इन्डस्ट्रीमा देखाएको छु नि, खतरा खतरा कोचहरू छ जसले चाहिँ मिस्टर ओलम्पियाहरू थुप्रै निकालेका छन्, जो बडी बिल्डर चाहिँ हुनुहुन्थेन। तर म जबरजस्ती म बडी बिल्डर नै हो भनेर बसेको भए ऊ त त्यो लेभलको कोच त हुन्थेन होला नि त। गुड कोच कहिले पनि गुड एथलिट बन्न सक्दैन र गुड एथलिट कहिले पनि गुड कोच बन्नै सक्दैन। यो चाहिँ यी कुराहरू चाहिँ म फेरि कहिलेदेखि फलो त्यो मिथलाई चाहिँ कहाँ लाग्छ भने नि, बडी बिल्डिङलाई साइडमा राख्थ्यौँ, वर्ल्डमै पेले भनेको त्यस्तो व्यक्ति हुनुहुन्थ्यो नि त फुटबलको, आज हुनुहुन्न होइन। तर म कहिले पनि कोच चाहिँ गुड कोच बन्न सक्नु भएन नि त। त्यसो भए त पेले नै फुटबलको चाहिँ भन्दा गुड कोच भएर निक्लिन्थ्यो होला नि त। हो। सो म पनि यो कुरालाई चाहिँ तपाईँले भनेको एग्री है। ओके, थोरैमा व्यक्तिगत कुरामा है जाँदै थोरै टाइम, सुशान्त प्रधान आफूलाई डिफाइन गर्दा 1 2 3 कस्तो व्यक्ति हो? क्यामेराभन्दा बाहिर है, फेरि पोडकास्टमा म यस्तो होइन, अफ द क्यामेरा कस्तो मान्छे हो? एकदमै सिम्पल, सकेसम्म जे पनि कुरा सिम्पल वेमा बोल्न मन लाग्छ मलाई, सिम्पल वेमा एक्सप्लेन गर्न मन लाग्छ। अनि अर्को कुरा भनेको म एकदमै पर्सनल लाइफ मनपर्ने, पर्सनल टाइम मनपर्ने मान्छे हो। म आफूसँग टाइम बिताउन मन लाग्ने मान्छे हो। के कुरा तैँले पडकास्टभन्दा बाहिर भन्नुभयो, र पडकास्टभन्दा बाहिर नै म अहिले पनि एकदमै रिसर्च गर्न मनपर्ने मान्छे हो। अहिले पनि म कुनै दिन बिदा भइहाल्यो भने केही न केही कुरामा म दिनको 5-6 घन्टा रिसर्च गरि नै रहेको हुन्छु। त्यो केही कर छैन मलाई रिसर्च गर्नमा, कसैले गर भने पनि होइन, न पडकास्टको लागि गरे हो। कम्प्लिटली अनरिलेटेड सब्जेक्टमा म डकुमेन्ट्री हेरेर हुन्छ, कम्प्लिटली अनरिलेटेड सब्जेक्टमा म आर्टिकलहरू पढेर हुन्छु। सो यो एकदमै क्युरियस मान्छे हो भनौँ म। ओके, त्यसो भए सुशान्त प्रधानलाई यही फिल्डको यही जनरको भनिन्न ल। आज 5 जना व्यक्तिहरू नाम लिनु पर्यो भने, किनभने यहाँ सबै ठाउँको मान्छेहरू ल्याएर पोडकास्ट गरेका छ,
तर होइन म यी 5 जना मान्छेहरूसँग चाहिँ धेरै नै इन्सपायर भन्ने कोही छन् त्यस्तो व्यक्तिको नामहरू जोबाट चाहिँ साँच्चीकै सुशान्त प्रधानले यो लाइफस्टाइल अथवा केही कुरामा इन्सपायर गर त्यति धेरै क्लियर गर्नु पर्दैन तर व्यक्ति भाइ नेम त्यस्तो छन् सधैँ आउँछन् नि ठ्याक्कै सोच्दाखेरि छैन हेर्नुहोस् थुप्रैजना आउनुहुन्छ मेरोमा हेर्नुहोस् है एक्सपर्ट मान्छे नै भन्दा पनि म जनरको कुरा गर्छु है त मलाई आर्मीको मान्छेहरू एकदमै उहाँहरूसँग कुरा मिल्छ मेरो थुप्रै जेनरलहरू आउनु भएको छ मेरोमा थुप्रै आर्मीको मान्छेहरू आउनु भएको छ टाइम लगेन एकदमै उहाँहरूसँग कन्भर्सेसन भइरहेको हुन्छ मेरो इन्ट्रेस्टको सब्जेक्टहरू उहाँले बुझ्नु भएको हुन्छ जियो पोलिटिक्सहरूदेखि लिएर कन्फ्लिक्टको कुराहरू मलाई एकदमै रुचि पनि लाग्छ यो सब्जेक्टहरूमा सो उहाँहरूको लाइफस्टाइल डिसिप्लिन र जुन एउटा एटिट्युड हुन्छ टुवर्ड्स लाइफ उहाँहरूसँग एकदमै कुरा मिल्छ अरू हिस्टोरियनहरू हिस्ट्री एकदमै इम्पोर्टेन्ट हुन्छ जस्तो मलाई लाग्छ आफूलाई बुझ्नलाई आफूलाई चिनाउनलाई र मको भनेर जान्नको लागि मेरो हेरिटेज के हो हिस्टोरियन्सहरू पनि मलाई एकदमै इन्ट्रेस्टिङ लाग्छ साइन्सको मान्छेहरू फिजिक्सको थुप्रैहरू मैले गरेको छु युनिभर्सको बारेमा क्वान्टम मेकानिक्सको बारेमा यो सब्जेक्टहरूमा थुप्रैजना यङ हुनुहुन्छ त्यहाँबाट पनि वर्ल्ड क्लास कामहरू गरिरहनु भएको छ रिसर्चरहरू हुन्छ सो ठ्याक्क म नामै लिएर चाहिँ भन्न सक्दिनँ यो जति बेला हामीले आर्मी बेसमा गऱ्यौँ होइन यी 4-5वटा बेसमा त्यो जुन जनरल भन्दा पनि ओके म 5वटा चाहिँ भनिनँ होइन तर यो मान्छे अथवा उहाँको वे चाहिँ मलाई अब यो उहाँले एक्सप्लेन गर्ने फरक वे भयो तपाईँलाई मनपर्ने टपिक्स फरक भयो तर वे अफ लाइफ उहाँको चाहिँ मलाई बेस्ट लागेको थियो भन्ने कोही छ त्यो झन् गाह्रो छ हेर्नुहोस् म पर्सनल लाइफमा कुरै गर्दिनँ उहाँको पर्सनल लाइफ के हो मलाई थाहा नै हुँदैन नट ओन्ली इन त्यो इन हाउस त्यो पोडकास्टको मात्रै होइन नि त जेनरली र अहिलेसम्म सुशान्त प्रधान कसैको जस्तै मलाई कहिलेकाहीँ मलाई ओसोको यो मन पर्यो भन्छु नि एउटा कुरा रोज्दै गर्दाखेरि कोही छ त्यस्तो अहिलेसम्म आइकोनिक पर्सन अथवा इन्सपायर भएको थुप्रै स्टेजेस अफ लाइफमा थुप्रैजनाले इन्सपायर गर्यो भने भन्छु म जस्तो कि फिटनेसको धेरै अगाडिको मलाई याद छैन होइन मेरो धेरै जस्तो फिटनेस आइकन्सहरू चाहिँ म धेरै बिलिभ गर्थेँ पहिला ओके देन नम्बर 1 नम्बर वाइज चाहिँ नजाउँ म चाहिँ किनभने अर्डर अफ इम्पोर्टेन्स चाहिँ होइन है मेरो कुन स्टेज अफ लाइफमा मैले डिस्कभर गरेँ फर्स्ट मलाई बडी बिल्डिङमा एकदम इन्ट्रेस्ट भएको बडी बिल्डिङको कुरा गरेर चाहिँ मलाई एकदमै इन्ट्रेस्ट भएको मैले ठ्याक्क एउटा रनी कोलमेनको एउटा फोटो हेर्दै ठ्याक्क मोस्ट मस्कुलरतिर आएको थियो ट्याङ्क टप यत्रो झुन्डेको अन्त बडी यत्रो ठुलो टाउको यत्रो सानो थियो हेर्दै मलाई क्या आउँछ के यो मान्छे के जिउ मिलेछ नि जस्तो लाग्ने कि कस्तो के हो यो कत्रो ठुलो मान्छे तर त्यो बिस्तारै अब्सेस्ड हुँदै गयो कि सो रनी कोलमेन वान अफ द पिपल जसले गर्दाखेरि चाहिँ बडी बिल्डिङतिर इन्ट्रेस्ट भयो तर जे कटलर चाहिँ मलाई एकदम मन परेको चाहिँ जे कटलर थियो एज अ बडी बिल्डर डोरिन येट्स एज अ बडी बिल्डर केभिन लेब्रोनी एज अ बडी बिल्डर थुप्रै क्लासिक मार्कस रुल थियो त्यतिखेर डेनिस वुल्फ थियो थुप्रै त्यो एराको बडी बिल्डरहरू मलाई एकदमै मनपर्छ र मोस्टली मास मोन्स्टरहरू एकदमै त्यो ह्युज मस्कुलरहरू खतरा एस्थेटिक वाइज डेक्स्टर ज्याक्सनहरू यिनीहरू पनि उहाँहरू पनि झन् खतरा तर उहाँहरू भन्दा पनि मलाई ब्रान्च वारेनहरू टाइपको सो त्यस्तो बडी बिल्डरहरू एकदम मनपर्थ्यो त्यसपछि बिस्तारै फिटनेसतिर जाँदा ग्रेग प्रिट भन्ने उहाँ बित्नुभयो खतरा फिटनेस मोडल खतरा आइकन हुनुहुन्थ्यो उहाँको भयो बिस्तारैतिर कन्टेन्ट क्रिएसनमा आउँदै गएँ थुप्रैजना कन्टेन्ट क्रिएटर्सहरू पनि बिस्तारै मन पर्दै गयो सो डिफ्रेन्ट स्टेजेस इन लाइफमा डिफ्रेन्ट अहिले पनि म थुप्रैजनाको सुनिरहेको हुन्छु थुप्रैजनाको हेरेर हुन्छु त्यो ठ्याक्कै भनेर चाहिँ फेरि पनि सक्छु हामीले पोडकास्ट हजुर नेपालमा धेरै नै पोडकास्ट छ आफ्नै पनि लिन मिल्यो तर जति पनि पोडकास्ट हाउसहरू छ त्यो मध्येमा मैले नछुटाइ भन्न त मिलेन तर मैले जेनरली हेरिराख्ने मलाई मनपर्ने त्यस्तै एउटा भन्दा कुन छ कसलाई बेसी फलो गरिन्छ अगेन यो पनि म फ्याक्ट फुट हेरेर हुन्छु म सन्जयको पनि हेरेर हुन्छु म साजनको पनि हेरेर हुन्छु सिसनको एट टाइम्स हेरेर हुन्छु गफ पास हेरेर हुन्छु अनुपको डुवर्स हेरेर हुन्छु एकदमै टपिकसँग रिलेटेड मलाई इन्ट्रेस्ट लागेको टपिक छ भने चाहिँ हेर्छु म त यस्तो पडकास्ट सुनिराख्ने मान्छे होइन फेरि टाइम चाहिँ आजकल चाहिँ मैले भ्याएको छुइनँ
पहिला चाहिँ सुन्थेँ, बाहिरको बेसी सुन्ने हो मैले। तर अहिले पनि कुनै पडकास्टमा राम्रो गेस्ट आउनु भएको छ भने धेरै थोरै गरेर सुन्छु म। कहिलेकाहीँ आफ्नो पोडकास्ट आफ्टर स्टुडियो आफ्टर सुट पछि फुल रिभ्यू गरेर एकचोटि हेरेछ। म पडकास्ट बाहेक केही पनि गर्दिनँ। मेरो काम भने यसरी बस्ने बाहेक, त्यसपछि जे हुन्छ टिमले गर्छ, म पछि हेर्दिनँ। कहिले पनि म आफ्नो एपिसोड हेर्दिनँ। मैले पनि यो कुरा चाहिँ सोधेको क्या। हेर्दिनँ मेकिङ टाइममा कस्तो मेकिङ पछि एडिटोरियल पार्ट म खालि यो कुरा गर्ने मात्र हो। त्यसपछि म यहाँबाट निक्लिसकेपछि मलाई कुन आज अपलोड हुँदैछ पनि थाहा छैन, कुन एडिट भयो एडिट भएन पनि थाहा छैन। अब म अघि मात्र म त्यसो भए रिभ्यू कस्तो आयो भन्ने कुरा कहिलेकाहीँ खोज्दैन। म हेर्दिनँ रिभ्यूसँग म्याटर राखिँदैन। गुड कमेन्ट, ब्याड कमेन्ट, ब्याक बाइटर्स, गुड बाइटर्स म्याटर भएन। सायद त्यसले पनि एउटा फ्लोमा जानु चाहिँ त्यो पनि सपोर्ट गर्छ। त्यो एकदमै इम्पोर्टेन्ट छ हेर्नुलाई। यो मान्छेले सोच्दाखेरि चाहिँ, यो कुरा गर्दाखेरि चाहिँ फिडब्याक लिन मन नलागेको ठुलो भयो भनेर सोच्नु होला, त्यो होइन। किनभने राम्रो कुरा भन्नेहरू पनि छन्, नराम्रो कुरा भन्ने पनि छन्। तर सबैजनाले पछि के भन्छ भने, तपाईँ भोलि गएर चेन्ज हुनुभयो भने यो मान्छे चेन्ज भयो भनेर भन्छ होइन। सो त्यो चेन्ज कसरी हुन्छ भने, चेन्ज हुन्छु भनेर हुँदैन कि त्यही पढ्दा फिडब्याक लिँदा चेन्ज हुन्छ। अनि लास्टमा गरे के भन्छ, ओरिजिनालिटी नि लुज भयो, सेल आउट भयो। सो मलाई के लाग्छ भनेपछि, कुनै कुरा तपाईँलाई ल भन्नु 2000वटा एपिसोड गर्नु छ अरे भनेपछि त पहिला त आफूलाई रमाइलो लाग्नु पऱ्यो नि त। मलाई थाहा छ मैले गर्ने तरिका भन्दा अरू तरिका बेटर हुन्छ, त्यो मलाई पनि थाहा छ। हाइपोथेटिकली भन्न खोजेँ होइन, कति कुराहरू थाहा छ कि यसरी भन्दा यसरी गऱ्यो भने चाहिँ बेटर हुन्छ जस्तो मलाई थाहा हुन्छ। तर त्यसरी म कति टाइमसम्म गरौँ त मलाई रमाइलो लाग्छ लाग्दैन होइन। भोलि गएर त्यसरी मैले 50वटा एपिसोड गरेँ अनि गर्नै मन लागेन भन्नु त भएन। सो मलाई के लाग्छ भने चाहिँ ओरिजिनालिटी मेन्टेन गर्नुपर्छ। र त्यो कारणले गरेर चाहिँ आफूलाई इन्ट्रेस्ट लागेको कन्टेन्ट राख्ने हो। आफूलाई इन्ट्रेस्ट लागेको कन्टेन्ट राख्यो भने कन्भर्सेसन पनि इन्ट्रेस्टिङ हुन्छ, राम्रो हुन्छ। जबरजस्ती मान्छेलाई के चाहिएको छ भन्ने हिसाबले गर्नु थाल्यो भने त्यो देखावटी राम्रो हुँदैन। त्यो कारणले गरेर चाहिँ आफूलाई मन लागेको काम गर्ने हो। त्यसपछि त्यो फिडब्याकहरू भनेको आफूलाई मन परेको मान्छेले हेर्छ, मन नपरेकोले हेर्दैन। त्यही हो। थ्याङ्क यू सुरेशजी। यसो रमाइलो गफ गरेँ, मैले पनि धेरै कुराहरू सिकेँ। सो थ्याङ्क यू फर यर टाइम। थ्याङ्क यू सो मच सुरेशजी।